बजे 5 बजे नै कार्यक्रम सुरु गर्ने जमेरकोमा छौँ। कतै निश्चयले भन्यो भगवान मरिसक्यो तथापि मैले पत्याएको छु सबैको दाता हुई, सबैको दाता हुई, सबैको त्राता हुई, व्याख्याता हुई। साँच्चै हो भने हे भगवान के दिन्छस् त मलाई, साँच्चै हो भने हे भगवान के दिन्छस् त मलाई। सक्छस् भने पहिले आफैले लगेको तेरो सारथी समयले खोसेको अकारण खर्च भएको मेरो समय फिर्ता दे। सक्छस् भने पहिले आफैले लगेको तेरो सारथी समयले खोसेको अकारण खर्च भएका मेरो समय फिर्ता दे। दाता नै होस् भने ए परमात्मा मेरो ऐस फिर्ता दे। दाता नै होस् भने ए परमात्मा मेरो ऐस फिर्ता दे, मेरो वैस फिर्ता दे, मेरो हाँसो फिर्ता दे, प्रेमको नासो फिर्ता दे, सबै फिर्ता दे। 2.5 दशक अघि जे थियो मसँग त्यो सबै फिर्ता दे। मागेकै के छ र तसँग, मागेकै के छ र तसँग, लौ विनिमय गरौँ बरु। मागेकै के छ र तसँग, लौ विनिमय गरौँ बरु। मैले पनि फिर्ता गर्नेछु केही कुराहरू, मैले पनि फिर्ता गर्नेछु केही कुराहरू। एक पितको खुसीको लागि एक हृदय रुनु पर्ने यो मुटु तलाई, एक पितको खुसीको लागि एक हृदय रुनु पर्ने यो मुटु तलाई। केही दिन रोमाञ्च दिएर जुनै पीडा छोडी जाने प्रेमको जाँतो तलाई। सधैँ जुन्नु परेका पराए जस्ता आफन्तहरू तलाई, सधैँ जुन्नु परेका पराए जस्ता आफन्तहरू तलाई। यो उद्वास तलाई, यो सन्नाटा तलाई, यो भ्रम, यो धोका सबै तलाई। अनि बल्ल मित्रता हुनेछ हामी बीच, म भित्रको ईश्वर र ईश्वर भित्रको म बीच। ईश्वरसँग विनिमय कवि मीना श्रेष्ठको कविता वाचनबाट मैले आजको कार्यक्रमको शुभारम्भ गरेको छु। आउने सिलसिला जारी नै रहनेछ। हामी यो महिला साहित्य समूहबाट सञ्चालन भइरहेका प्रत्येक कार्यक्रमहरू अनौपचारिक हुन्छन् र केही यस्ता आकस्मिक कार्यक्रमहरू मात्र औपचारिक हुन्छन्। औपचारिकतामा गादिन त्यति मन नपर्ने हामीलाई कहीँ कतै कार्यक्रम उद्घोषण गरी गल्ती भइरह्यो भने पहिले नै मैले माफी चाहे र आजको यस कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनको निमित्त अहिलेको चर्चित कवि सबैको मुटुमा अटाएर हामीलाई हौसला उत्प्रेरणा प्रदान गरिरहनु हुने आदरणीय दिदी, सम्भवतः दिदी जस्तो हामी बन्न नसक्दै बिति जान्छौँ होला, तर दिदीले बाटो देखाउनु भएको छ। त्यो बाटो सबैले पछ्याउन सके भने मात्रै पनि हामी यो समाजमा कसरी मिलेर बस्नुपर्छ र कसरी सबैलाई धन्यवाद दिइरहन सक्ने हुन्छौँ भन्ने बाटो दिदीले सिकाउनुहुन्छ। त्यो सिकाइरहने प्रिय दिदी दोस्रोचोटि यो हाम्रो महिला साहित्य समूहको सभाध्यक्ष ग्रहण गर्दै हुनुहुन्छ। योभन्दा अगाडि कवि एलबी छेत्रीको यात्रा संस्मरण अमेरिकामा 143 दिनको पनि उहाँले नै सभाध्यक्ष गर्नुभएको थियो र आज कवि मीना श्रेष्ठको कार्यक्रमको सभाध्यक्ष आदरणीय दिदी उषा शेरचन्दज्यूलाई, वरिष्ठ साहित्यकार हुँदै हुनुहुन्छ, उषा शेरचन्दज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यसै गरी प्रमुख अतिथिको रूपमा गुन्जन नारी साहित्य संस्थाको अध्यक्ष जो 80 वर्षको उमेरमा 18 वर्षको जोस जाँगरका साथ अघि बढिरहनु भएको छ र हामीलाई यसरी कार्यक्रमहरू गरिरहनुपर्छ भन्ने हौसलाका साथ अगाडि बढाइरहनु हुने दिदी सम्भवतः आज एउटा इन्टरभ्यूमा छु भन्नुहुन्थ्यो। मेरो साथी निरुलाई पनि पर्खिँदा केही ढिलो भएछ, आउँदै गर्नुहुन्छ। दिदीको सिट खाली गरेर पनि हामीले सभा प्रमुख अतिथिको सिट खाली राख्यौँ र आएपछि हामी उहाँलाई के अरे आसन ग्रहण गराउँदैछौँ। त्यसै गरी आजको नायक कवि मीना श्रेष्ठ, अघि नै मैले वाचन गरिहालेँ उहाँका सुन्दर कविताहरू। फर्गेट स्टडे कविता पढ्नै पर्दैन, फर्गेट स्टडे भनिरहँदा एउटा आफैमा एउटा उपन्यास बन्छ। फर्गेट स्टडेलाई खेलाउनुहोस्, कसरी एउटा उपन्यास बन्छ। एउटा कवितामा उहाँले जुन किसिमले प्रयोग गर्नुभएको छ, यो कविता चाहिँ के भयो भने मसँग थियो बहिनी, उहाँको विमोचनमा म गएको थिएँ, खोजेर
पहिले चाहिँ पढेको हो। कवि आजको नायक मीना श्रेष्ठ खै त मानवीयज्यू हुनुहुन्छ यहाँ घरगेट स्टुडियोमा हामी जाँदाखेरि 1 घण्टाको समय अवधि 1-1.5 घण्टाको समय अवधि पछाडि कार्यक्रम सुरु भएको थियो। प्रमुख अतिथिको सवारी त्यसरी नै भएको थियो। तर हामी साहित्यकारको मनमुटु भनेको छिटै जोडिने र समयमै छुट्ने र समयमै जोडिने पक्षमा हुन्छौँ हामी। कार्यक्रम ठिक 5 बजे सुरुवात गरेर 6 बजे सक्ने भन्ने हाम्रो जुन नियम छ, यही नियमभित्र बसेर कार्यक्रम सक्नेछौँ भन्नेमा म विश्वस्त हुँदै कवि आजका प्रमुख नायक मीना श्रेष्ठज्यूलाई आसन ग्रहणको निमित्त म अनुरोध गरेँ। मीना दिदीलाई खोज्न जानुपर्ने स्थिति आयो है। र यो किताबलाई सुरुमै 2 हप्ताहरू तल हराउनु भएछ। मैले अब फेरि भेटिनु भएको छ। आदरणीय दिदी आजको नायक कवि मीना श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु अनुरोध गर्दछौँ। हामीले मीना दिदीका कविताहरू भट्याएर नै सिद्ध्याइसक्यौँ है। र आकस्मिक तर्फका यसै गरी आकस्मिक तर्फका कार्यक्रमहरू पनि हाम्रा 5-6 वटा आकस्मिक तर्फका कार्यक्रमहरू भइसकेको छ। यो आकस्मिक तर्फको 4थो कार्यक्रम रहेको छ। मीना श्रेष्ठको एकल वाचन कविताभन्दा अगाडि कवि सीता पाण्डेको कवितामाथि एकल वाचन गरिएको थियो। र आकस्मिक तर्फका कार्यक्रमहरू तपाईँहरूले चाहेको खण्डमा हामी समन्वय गरिदिनेछौँ। हाम्रो यो उद्देश्य भनेकै न्यूनतम खर्चमा अधिकतम सन्तुष्टि कार्यक्रम रहेको छ। न्यूनतम खर्चमा अधिकतम सन्तुष्टि यो कार्यक्रम को अभियानकै रूपमा रहेको छ। र हाम्रो समय मिल्यो र तपाईँहरूले यदि हामीलाई सम्झिनु भयो भने आकस्मिक तर्फका सबै कार्यक्रमहरू हामी गरिदिन तयार छौँ। यहाँहरूले त्यसका लागि हामी स्वागत पनि गर्छौँ। अब आज मीना दिदीलाई सहयोग गरिदिन हुनको निमित्त मैले सहयोगी कविहरूलाई आग्रह गरेको छु। क्रमशः सृजना शर्मा सशक्त कवि उद्घोषण, उहाँको उद्घोषण र कलाको के कुरा गरौँ अहिले थाहा पाइहाल्नुहुन्छ। त्यसपछि यो अभियानलाई सकारात्मक रूपमा बोकेर हिँड्ने र निरन्तर रूपमा सहयोग गरिरहने हाम्रो प्रिय एकजना दिदी हुनुहुन्छ शान्ति पौडेल। उहाँलाई पनि अगाडि यो रोमा आएर बसिदिनु हुन आग्रह गर्दछु। त्यस्तै निर्मला फुयालज्यूलाई चाहिँ हाम्रो यो अभियानको सुरुवाती चरणदेखि जुन तरिकाले सहयोग गर्दै हुनुहुन्छ त्यसको लागि त म सधैँ नतमस्तक छु। हामी सधैँ सँगसँगै रहनेछौँ र यही हाम्रो आत्मीयता र सहयोगले जोडिएर मात्रै यो कार्यक्रम यहाँसम्म आउँछ। मैले फेरि नमन गरेँ प्रिय मित्र निर्मला। यहाँ मैले देखिरहेको छु गुन्जन नारी साहित्य संस्थाको अध्यक्ष जलेश्वरी श्रेष्ठ दिदी हाम्रो यस हलभित्र प्रवेश गरिसक्नु भएको छ। जलेश्वरी दिदीलाई, गुन्जन नारी संस्थाको अध्यक्ष जलेश्वरी श्रेष्ठ दिदीलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी निर्मला, अब हाम्रो खादामालाको कार्यक्रम रहेको छ। खादामाला होइन, हाम्रो चाहिँ कविलाई आजको कवि हाम्रो मीना श्रेष्ठ दिदीलाई यहाँ छ माला र खादा बढाएर सम्मान गरिदिनु। साहित्यिक समूह परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस कार्यक्रमकी अध्यक्ष आदरणीय यो साहित्य जगतको मैले एउटा अभिभावक मुक्तक सम्राज्ञी नभन्नु भन्नुहुन्छ तर मुक्तक सम्राज्ञी आदरणीय दिजु उषा शेरचन, यस कार्यक्रमकी प्रमुख अतिथि आदरणीय दिजु जलेश्वरी श्रेष्ठ, मैले देखिरहेको छु एकदमै अगाडि सबै एकदमै मैले सम्मान गर्नुपर्ने, सम्माननीय भन्नुपर्ने शब्दहरू चाहिँ यहाँ प्रयोग गर्नुपर्ने सम्माननीय व्यक्तित्वहरूलाई देखिरहेको छु। मेरो साथी मन्जिला अनिलदेखि लिएर पर भित्तामा कृष्ण प्रसाद दाई, नन्दु दाई पर हुनुहुन्छ, सपन श्रेष्ठ दाई, पार्वती श्रेष्ठ मेरो साथी, एकदम मिल्ने साथी
सम्पूर्णमा मैले फेरि सम्झिनेछु कुमारीजी छविजी मलाई एकदम धेरै माया गर्नुहुने मेरो एकदम हृदय स्पर्श सम्पूर्णमा एकमुष्ट अभिवादन नमन जोजोलोपा व्यक्त गर्न चाहन्छु। हामीले कविहरूले मनका भावहरूलाई कतिखेर कहाँ कसरी लेखिन्छ त्यो टुङ्गो हुँदैन। कविताको व्याख्या नगर्नु भनिन्छ। कवितालाई यो कविता यस्तो राम्रो, यो कविता यो खालको भनेर व्याख्या नगर्नु भनेर भनिन्छ। तर कति धेरै ठाउँमा कवितालाई यस्तो भनेर उस्तो भनेर भनेको पनि देख्छु। अब म भने कविता थोरै लेख्नुपर्छ तर उत्कृष्ट लेख्नुपर्छ भनेको पनि सुन्छु। तर मलाई चाहिँ त्यस्तो त्यो भाव अहिलेसम्म आएको छैन। जहाँ जतिखेर पनि मेरो एकदम हृदय स्पर्श साथी बबिता बस्नेत वरिष्ठ पत्रकार आइपुग्नु भएको छ। मैले अगाडि नै बस्दिनु हुनको निमित्त तेज कमरेड पनि आउनुभएको छ। वेलकम। मैले यहीँबाट व्यवसायी स्वागत गरेँ। अगाडि नै बस्दिनु हुन अनुरोध गर्दछु। मेरा मनका भावहरू मैले चाहिँ यो बेला लेख्नुहुन्छ यो बेला लेख्नु हुँदैन भन्दिनँ। मैले थोरै केही कुराहरू राखेर आफ्नो कवितालाई सुरुवात गर्न चाहन्छु। मैले कविता लेख्दाखेरि कुनै पनि विषयवस्तुले जतिखेर छुन्छ म त्यतिखेरै लेख्छु। अनि त्यो लेखिसकेपछि कहिले चाहिँ त्यति नै खेर पोस्ट गरिहाल्छु र कहिले चाहिँ केही दिनमा पोस्ट गर्ने गरेको छु। मैले लेखेका कविताहरू सायद धेरैजनालाई छुन्छ र यो वाचन गरौँ यो गरौँ भन्ने खालको पटक पटक आग्रह पनि आउने गरेको थियो। र मैले 2048 सालदेखि कविता लेख्न थालेँ। 2048 सालदेखि कविता लेख्ने क्रममा 2050 सालमा पहिलोपटक कविता एउटा दैनिक पत्रिकामा प्रकाशित भयो। प्रतिनिधि भन्ने नामको पत्रिका इटलीबाट प्रकाशित हुन्थ्यो त्यो बेला 2050 सालमा। 2050 सालमा पहिलोपटक कविता प्रकाशित हुँदाखेरि त्यो कवितामा आफ्नो फोटो सादा फोटो आउँदाखेरि कविता र फोटो हेरेको सयौँचोटि गरेको अनुभव अहिले पनि झलझली आउँछ। त्यो क्षण र त्यस पछाडि मैले 2070 सालमा बिस्कुन यो मनको भनेर पहिलो कविता सङ्ग्रह प्रकाशित गरेँ। त्यो कविता सङ्ग्रह अहिलेका वर्तमान प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री ज्यू केपी शर्मा ओलीज्यूले लोकार्पण गर्नुभएको थियो। र 2079 सालमा 9 वर्षपछि दोस्रो कविता सङ्ग्रह फर्गेट यस्टरडेलाई मैले सार्वजनिक गरेको थिएँ। त्यो कविता सङ्ग्रह पनि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नै लोकार्पण गर्नुभएको थियो। र यी कविता लेख्ने क्रम मैले अघि पनि भने कुन बेला कतिखेर मनमा के भाव आउँछ र त्यतिखेर लेखिहाल्छु। कहाँ कसलाई छुन्छ छुँदैन त्यो आफैसँग रिलेटेड र अरूसँग पनि देखिएका भावहरूमा लेख्ने गर्दछु। जस्तै दिदीले उषा शेरचन दिदीले अहिले केही चिज पोस्ट गर्नुभयो भने त्यो हामी हट टु हट कनेक्सन भनिन्छ, हृदय कनेक्सन सम्पर्क भएको सम्बन्ध भएको त्यो देख्दाखेरि मैले तत्कालै कविता लेख्ने गरेको छु। अनि अस्ति केही दिन अगाडि जेठ 8 गते मेरो नानीको बर्थडे थियो। त्यो बर्थडेमा म आइपुगेँ इटलीबाट, विराटनगरबाट संसदमा एउटा सम्बोधन थियो। सम्बोधन सकेर अनि मभन्दा अगाडि चाहिँ मेरो साथीहरू बबिता बस्नेतज्यूहरू आएर बसिसक्नु भएको थियो। अनि मलाई जुन मेरो अनुहारमा जुन एउटा हतारो थियो, पीडा थियो, तनाव थियो, मेरोभन्दा पीडा उहाँको अनुहारमा देखिरहेको थियो। मैले त्यही दिन उहाँको छोराको पनि बर्थडे थियो। बर्थडेमा उहाँ पुग्नुपर्ने थियो। अनि त्यो दुवैजनाको अनुहारमा मातृत्व झल्केको थियो, सन्तानप्रतिको प्रेम झल्किरहेको थियो। त्यो देखेर मैले केही टिपोट गरेको थिएँ र राति पोखरा पुगिसकेपछि भोलिपल्ट मैले कविता लेखेको थिएँ। मैले यति कुरा भन्दै गर्दा फेरि बिचमा पनि केही कुराहरू राखिनेछ। मैले यो मेरो दोस्रो सङ्ग्रहबाट यसमा भएको हिजो 81 के भो के त्यसैले हिजोलाई बिर्सिदेऊ ल। हिजो 81 के भो के त्यसैले हिजोलाई बिर्सिदेऊ ल। वर्षौं बिते साँझहरू वर्षौं भोगमा बिते रातहरू, तर हिजो मात्रै हो उठेका यी हातहरू। सधैँ झै हिजो पनि आत्मीयता साट्ने सुरमा आएको थिए, हिजो पनि आत्मीयता साट्ने सुरमा आएको थिए। तर सुरभित्र बेसुर प्रवेश गरेपछि म मनै रहेन।
म नै रहेन अनि के भो के त्यसैले फर्गेट यस्टरडे ल हिजोसम्म उही माया प्रेम त्यही मान्छे त्यही स्पर्श तिम्रै लागि जीवित मुटुका धमनीहरू तिम्रै नाम जप्ने श्वासहरू आज पनि उस्तै त छन्। मात्रै हिजो धमिलो पानीले धमिलो बनायो त्यही धमिलो हुँदा हृदय सङ्गिन गाह्रो भयो। प्रेमिल साज केही बेरमै अर्कै भयो त्यसैले प्लिज फर्गेट यस्टरडे ल हिजोको दिनको सबै बिर्सिदेऊ भोलिको बिहानीदेखि बेहिसाब प्रेम गरौँ ओठमा ओठ जोडेको मूल्य नतोकौँ ओठ टोक्दा बगेको रगतको हिसाब नगरौँ हातमा हात राखेको ब्याज नजोडौँ कति रात कहाँ बिते कुनै खोजी नगरौँ आओ हृदयमा हृदय मिसाऊ सम्बन्धको सम्झौता गरौँ नाफा घाटा हुने हिसाब किताबको मापन बन्द गरौँ तिमी कुनै हिसाब नगर म पनि बेहिसाब सही दिन्छु बरु आऊ आज एउटा बाचा गरौँ हिजो नभएको कथा लेखौँ हिजो नसम्झिने गीत लेखौँ हिजो नफर्किने गाउँ खोजौँ हिजो नजस्किने यात्रा रोजौँ पक्का बाचा गरौँ आज प्लिज फर्गेट यस्टरडे ल फर्गेट यस्टरडे। म स्वास्नी बन्न सक्दिनँ आमा मेरो कुरा सुनिदेऊ न आमा मेरो व्यथा बुझिदेऊ न म स्वास्नी बन्न सक्दिनँ सदियौँदेखि बजैहरूले छोरी सहनशीला बन भन्यो मैले थाहा पाएदेखि सुशीला बन भन्थ्यौ अब त अति भयो आमा सहनशीला बन्न सक्दिनँ आमा म स्वास्नी बन्न सक्दिनँ धेरै सही वचनका प्रहार कहिल्यै देखाइन मैले मलाई लागेको चोटले माइतीको भित्ता चर्किन्छ भनेर बिहान बिउजेदेखि ओछ्यानसम्मको यातना सहनुभन्दा म सम्बन्ध विच्छेद गर्छु आमा बिजाउने सम्बन्ध सजाउनु भन्दा आफ्नो घाँटी न्याकिनु भन्दा सम्बन्ध नै न्याक्छु बरु म स्वास्नी बन्न सक्दिनँ आमा इज्जत जान्छ भन्ने डरले कति दिन सास रोकु आमा इज्जत त ज्वाइँको पनि जान्छ नि इज्जत त ज्वाइँको कुटाइ खाँदै गर्दा बाँच्दा पनि जान्छ नि आमा ज्वाइँकी स्वास्नी नबनेर छोडपत्र गर्दा पनि जान्छ यो समाजमा देखेको छु घरभित्रै मारेर अन्तै खोजी गर्दै टारेको माया गरे जस्तो गर्दै ओछ्यानमै मारेको देखेको छु लोग्ने छाडेर बसेकी आइमाईलाई यही फटाइ हो भन्दै गरेको देखेको छु भनेको सुनेको छु बाँच्दा पनि कुटाइ सहेन भनेर सहन पर्छ भन्छन् मर्दा पनि किन कुटाइ सहेको भन्छन् छोडपत्र नगर्दा पनि नाना थरी भनेर एक्लो पार्छन् जे गरून् आमा म यो पितृ सत्तात्मक जातमा पिसिन सक्दिनँ अब म स्वास्नी बन्न सक्दिनँ आमा सपना र जीवन यो कविता चाहिँ मैले सरोनाम थिएटरमा भएको
कविताको कार्यक्रममा पनि भाषण गरेका थिएँ। हामी कवितामा सपना र जीवन। एउटा सपना देखि नसक्दै म बिउजिएँ, एउटा सपना देखि नसक्दै म बिउजिएँ। देख्नु थियो, पुरा गर्नु थियो, बाँकी सपना थाहा छैन फेरि देख्छु कि देख्दिनँ, थाहा छैन फेरि देख्छु कि देख्दिनँ। देखेँ भने पनि टुक्रा टुक्रा सपनाहरूलाई जोडेर सिङ्गो सपनाको कथा सुनाउनु छ मैले। टुक्रा टुक्रा सपनाहरूलाई जोडेर सिङ्गो सपनाको घर बनाउनु छ मैले। जहाँ मेरा रहरहरू, जहाँ मेरा जीवनका जिजीविसाहरू सुरक्षित रहन्। सपनाहरू खण्डित बनेर आउँछन्, हरेक रातमा मलाई बिथोलेर जान्छन्। झस्काउँदै भन्छन्, झस्काउँदै सोध्छन्, खै ती सिरानी लाउने हातहरू। सुस्तरी सोध्छन्, खै ती जिन्दगी बिताउने साथहरू। एउटा सपना देखि नसक्दै म बिउजिएपछि पनि आक्रान्त पारिरह्यो सपनाहरूले। फेरि सपना देख्ने लालसाले पुस्दै र त्यस्तै सपनाको श्रृङ्खलाहरू पुरा नहुँदै आँखा खुल्छन् र आँखाले जीवन खोज्छन्। जीवनका यावत सत्यहरू सपनाभन्दा पर, सपनाभन्दा अलग कुरूप दृश्यहरू तैरिरहन्छन्। कि त जीवन मात्रै हुनु, या त नदेख्नु थियो सपना। सपना र जीवनको बिचमा हराएको छ मान्छे, म जस्तै अनि तिमी जस्तै। कति ढाँट्छस् जिन्दगी, तैँले मलाई पटक पटक ढाँटिरहन्छस्। कति ढाँट्छस् जिन्दगी, तैँले मलाई पटक पटक ढाँटिरहन्छस्। जब ढाँट्छस् तैँले आफैलाई ढाँट्नुपर्छ मैले। जब ढाँट्छस् तैँले आफैलाई ढाँट्नुपर्छ मैले। ढाँटेको छस् बारम्बार मलाई, दुखेको छु अनेकौँ पटक आफैसँग। सम्भवतः ढाँट्नुको परिणति यहाँभन्दा बढ्ता अरू केही हुँदैन। एउटा ढाँटले हजारौँ ढाँटहरू छुपाउँदै जिन्दगी बिति जान्छ। यो सम्भव सबैले महसुस गरेको कुरा हो। अब म सहयोगी कवि सृजना शर्माज्यूलाई आजको कवि मीना श्रेष्ठज्यूको कविता वाचन गरिदिन यहाँ अनुनय गरे। आउँदै हुनुहुन्छ बहिनी सृजना शर्मा। सम्पूर्ण साहित्यिक मनहरूमा अभिवादन। आज माननीय मीना श्रेष्ठज्यू कविको रूपमा यो कार्यक्रममा उपस्थित हुनुहुन्छ। उहाँको एकल कविता वाचन कार्यक्रम हुँदैछ। यो कार्यक्रमको अध्यक्षता ग्रहण गरिराख्नु भएको आदरणीय मुक्तक साम्राज्ञी, कवि, कथाकार, बहुआयामिक व्यक्तित्व उषा शेर्पाज्यू, कार्यक्रमका प्रमुख अतिथि कथाकार हामी सबैले मान्ने आदरणीय दिदी जलेश्वरी श्रेष्ठज्यू, आजको हिरो मीना दिदीलाई त छुटाउनु नै भएन। कार्यक्रमलाई यति सुन्दर ढङ्गले सञ्चालन गरिराख्नु भएकी, संयोजन गरिराख्नु भएकी आदरणीय रिता खत्री दिदी, तल देखिरहेको छु एकदमै विशिष्ट शिष्ट कविहरू हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ, साहित्य प्रेमीहरू हुनुहुन्छ। सबैमा मेरो नमस्कार छ। भर्खर मात्रै किताब चाहिँ हात परेको छ, तर कविता चाहिँ खुसुक्क कतै म्यासेन्जरबाट आइपुगेको थियो र कविताको शीर्षक छ असारे झरी। असार लाग्दैछ, बाहिर झरी पनि पर्दैछ। यो कविता जैन कविता जस्तो मलाई लाग्छ। जैन मास्टर कवि कृष्ण प्रसाई पछाडि हुनुहुन्छ, सायद उहाँले नै यो कविता जैन हो कि होइन भनेर भन्नुहुन्छ होला। मलाई चाहिँ त्यस्तो लाग्यो। छोटो छ कविता, कविताको शीर्षक छ असारे झरी। कविको मर्मसँग मेरो वाचन नमिल्न सक्छ, त्यसका लागि म अग्रिम यहाँ समक्षमा क्षमा चाहन्छु। म जसरी वाचन गर्छु त्यसरी नै म यहाँ प्रस्तुत हुने अनुमति चाहन्छु। असारे झरी। असारको 15 बिहानैदेखि झरी परिरह्यो। आँखाको सागर
छचल्किरह्यो। उसले भन्यो, रोकिदेऊ यो झरी, आज झरी पर्ने जिम्मा आकाशलाई देऊ। किन रोकिन्थ्यो झरी, भक्कालिँदै गुडुङ गरिरह्यो। मन पनि त आकाश नै हो, आँसुको दर्के झरी गालाको डिल हुँदै झरिरह्यो। मन पनि त आकाश नै हो, आँसुको दर्के झरी गालाको डिल हुँदै झरिरह्यो। यो झरीमा पनि हिलोसँग खेल्न पाए भने भोलि लहा लहा फुल्ने सृजना आज छुपु छुपु रोक्न पाए भने, आज छुपु छुपु रोक्न पाए भने। धन्यवाद। सृजना हिलोमा रोपेपछि धान फल्दैन होला नि दिदी, होइन? अब हामी आदरणीय दिदी मीना श्रेष्ठका कविता के कस्ता छन् त यति समय सुनिसकेपछि डाक्टर या देवी ढकालजीले चिर्दै हुनुहुन्छ। उहाँलाई हामी 10 देखि 15 मिनटसम्म सुन्नेछौँ, त्यसपछि दिदी आफै रोकिनुहुनेछ। काठी गर्न हुँदैन, छोरीले कपाल उर्न हुँदैन, छोरीले दागबत्ती दिन हुँदैन, छोरीले पिण्ड दिन हुँदैन, हुँदैन अरू हुन्छ भए सैलौँदेखिको कुधारणा तोडिए। आज अर्को धारणा तोड्यो, छोरीले कपाल खौरिदिन हुँदैन, हुन्छ भयो मान्छे र मान्छे बिचको विभेदको भित्तो भत्किँदैछ, छोरा र छोरी बिचको समानताको रेखा कोरिँदैछ। आऊ मिलाउँ हाम्रा मनहरू, आऊ मिलाउँ हाम्रा सोचहरू। कवि मीना श्रेष्ठको असामान्यताका पर्खालहरू कविताबाट यो वाचन गरेँ। यस गरिमामय सभाकी अध्यक्ष वरिष्ठ कवि श्रद्धेय उषा शेरचनज्यू, प्रमुख अतिथि जलेश्वरी श्रेष्ठज्यू, कवि मीना श्रेष्ठज्यू, अगाडि धेरै विद्वत व्यक्तित्वहरू हुनुहुन्छ, सबैको नाम लिन मैले सबै साहित्य अनुरागी तथा विद्वत वर्गहरूमा मेरो हार्दिक नमन अभिवादन। आजको यस गरिमामय सभामा मलाई कवि मीना श्रेष्ठको व्यक्तित्वको बारेमा बोल्ने अवसर दिएकोमा आयोजकप्रति कृतज्ञ छु र यो कार्य मलाई जुन सुम्पनु भयो यसलाई मैले एउटा सुनौलो अवसरको रूपमा लिएकी छु। बहुआयामिक व्यक्तित्व मीना श्रेष्ठका बारेमा यो 5-10 मिनटको समयमा धेरै बोल्न सकिन्न, त्यसैले मैले टिपोट बनाएर ल्याएकी छु। त्यो टिपोट प्रस्तुत गर्ने अनुमति चाहन्छु। पूर्वी पहाडको अनुपम प्राकृतिक सौन्दर्यले सुशोभित खोटाङको पुरानो सदरमुकाम खोटाङ बजारमा विषम 2034 साल चैत्र 26 गते पिता मोहनबहादुर श्रेष्ठ र माता गोमादेवी श्रेष्ठको कोखबाट एक छोरीको जन्म भयो, जसको नाम हो मीना श्रेष्ठ। पहाडको काखमा जन्मे पनि समयको प्रभावले उहाँलाई बाल्यकालमै बाबाआमासँगै सुनसरीको उर्वर भूमिमा डोर्यायो। सुनसरीको माटोले उहाँका पाइलाहरू मात्र होइन, सपनाहरूलाई पनि सिन्चित गर्यो। स्नातकसम्मको अध्ययन गर्नुभयो। मीना श्रेष्ठका लागि सुनसरी नै ज्ञान, कर्म र पहिचानको त्रिवेणी बन्यो। एकछिन फोटो खिचिसक्नु अनि बोल्छु। एकछिन शान्त बस्नु, एकछिन पछि गरौँ है। यो बोल्दाखेरि म रोकेर भन्छु। ल अब सक्यो है फोटो खिच्ने। ल सुनसरीको माटोले उहाँका पाइलाहरू मात्र होइन, सपनाहरूलाई पनि सिन्चित गर्यो। स्नातकसम्मको अध्ययन गर्नुभयो। मीना श्रेष्ठका लागि सुनसरी नै ज्ञान, कर्म र पहिचानको त्रिवेणी बन्यो। यहीबाट उहाँले समाज सेवाको बीज रोप्नुभयो, राजनीतिको चेतना फैलाउनु भयो र साहित्यको सुवास छर्नुभयो। पहाडको काखमा जन्मे पनि समयको प्रभावले उनलाई बाल्यकालमै बाबाआमासँगै सुनसरीको उर्वर भूमिमा डोर्यायो। सुनसरीको माटोले उहाँका पाइलालाई मात्र होइन, सपनाहरूलाई पनि सिन्चित गर्यो। स्नातकसम्मको अध्ययन गर्नुभएको मीना श्रेष्ठका लागि सुनसरी नै ज्ञान, कर्म र पहिचानको त्रिवेणी बन्यो। यहीबाट उहाँले समाजसेवा
अहिंसाको बीज रोप्नुभयो, राजनीतिको चेतना फैलाउनु भयो र साहित्यको सुवास छर्नुभयो। आज उहाँ नेकपा एमालेको तर्फबाट कोशी प्रदेश सभाको एक माननीय सदस्यका रूपमा परिचित हुनुहुन्छ। तर उहाँको परिचय यतिमा मात्र सीमित छैन। उहाँ एकैसाथ राजनीतिज्ञ, समाजसेवी, सामाजिक अभियन्ता र कवि हुनुहुन्छ। मानौ एउटै व्यक्तिभित्र अनेकौँ नदीहरूको सङ्गम छ। अन्धविश्वास, कुसंस्कार र अनावश्यक रूढिवादी धारणाले जखडेर राखेको नेपाली समाजमा एउटा गहिरो प्रश्न छ। छोरा नभए बाबुआमाको काजक्रिया कसले गर्छ? यस प्रश्नले मीना श्रेष्ठलाई सधैँ घोचिरह्यो। दाजुभाइ नभएको घरमा छोरी भएर जन्मनु उहाँका लागि केवल एउटा संयोग थिएन, बरु एउटा चुनौती थियो। समाजका यही पुरातन सोचसँग जुझ्दै उहाँका कयौँ वसन्तहरू सङ्घर्षमै बिते। उहाँ भन्नुहुन्छ, छोरी कहिल्यै छोरा हुन सक्दैन, तर छोरा सरह एउटा सन्तानले गर्ने हरेक कर्तव्य छोरीले पनि पुरा गर्न सक्छ। उहाँको यो भनाइलाई जीवनको कठिन परीक्षाले प्रमाणित गर्ने अवसर पनि दियो। विषम 2081 साल वैशाख 7 गते जब उहाँको पिताको निधन भयो, समाजका सबै रूढिवादी पर्खालहरूलाई चुनौती दिँदै उहाँले कपाल खौराउनु भयो, सेतो वस्त्र धारण गर्नुभयो र छोरा सरहने बुवाको सम्पूर्ण काजक्रिया सम्पन्न गर्नुभयो। यो एउटा केवल कार्य थिएन, बरु युगौँदेखि छोरीहरूलाई बाँधिएको एउटा अदृश्य साङ्लो तोड्ने विद्रोह थियो। यसरी सामाजिक रूपान्तरणका लागि अनवरत लड्दै र राजनीतिको उच्च तहमा आफ्नो स्थान बनाउँदै आउनुभएकी मीना श्रेष्ठ स्वयंमा एक प्रेरणाको स्रोत हुनुहुन्छ। मीना श्रेष्ठको सम्पूर्ण व्यक्तित्वको बारेमा बोल्न यो छोटो समयमा सम्भव छैन। अब उहाँको राजनीतिक र सामाजिक सङ्घर्षको पाटोलाई बिट मार्दै साहित्यिक पाटोतर्फ म लाग्दछु। कवितालाई जीवनका सुख दुःख बिताउने र जिन्दगी बिताउने चौतारीको संज्ञा दिने कवि मीना श्रेष्ठ नेपाली साहित्यमा एक परिचित नाम हो। विषम 2048 सालमा आफ्नो काव्य यात्राको थालनी गर्नुभएकी कवि श्रेष्ठले हालसम्म 500 भन्दा बढी सङ्ख्यामा कविताहरू सिर्जना गरिसक्नु भएको छ। यो सङ्ख्याको उहाँले निरन्तर साधना र साहित्यप्रतिको गहिरो समर्पणलाई दर्शाउँछ। उहाँका कविताहरू केवल अक्षरका थुप्रो मात्र होइनन्, ती त समाजका ऐना हुन् जसले समयको प्रतिबिम्ब, मानवीय संवेदनाका उतार चढाव र सुन्दर भविष्यको परिकल्पनालाई सशक्त रूपमा प्रस्तुत गरेको छ। मीना श्रेष्ठको साहित्यिक प्रकाशनको सुरुवात 2053 सालमा प्रतिनिधि दैनिक पत्रिकामा खोइ कहाँ खोजौँ नारी मुक्ति शीर्षकको कविताबाट भयो। पहिलो प्रकाशित कविताको शीर्षकले नि उहाँको लेखनको मूल दिशा नारी चेतना र मुक्तिको खोजीमा केन्द्रित रहेको देखिन्छ। उहाँका दुईवटा कृतिहरू अहिलेसम्म प्रकाशित छन्, बिस्कुन यो मनको 2070 र फर्गेट यस्टरडे 2079। यसै गरी उहाँको निर्बन्ध प्रकाशनको सङ्घारमा चाँडै निस्किँदैछ। मीना श्रेष्ठका समग्र कविताको अध्ययन गर्दा उहाँको लेखन बहुआयामिक विषयवस्तुमा केन्द्रित रहेको पाइन्छ। उहाँका कविताका मूल विषयवस्तुलाई यसरी हेर्न सकिन्छ। मैले बुदागत रूपमा 3वटा भागमा विभाजन गरिरहेछु। एक छ प्रेम, सङ्घर्ष र मानवीय संवेदना। उहाँका कवितामा प्रेमका विविध रूपहरू पाइन्छन्, चाहे त्यो प्रणय प्रेम होस् वा देश प्रेम वा मानवताप्रतिको प्रेम। तर त्यो सधैँ सङ्घर्षसँग जोडिएर आउँछ। जीवनका जटिलता, चुनौती र तीबाट पार पाउन गरिने सङ्घर्ष उहाँका कविताको एक महत्त्वपूर्ण पक्ष हो। कोभिड महामारीले सिर्जना गरेको भयावह अवस्था, मानवीय त्रासदी र सामाजिक एक्लोपनलाई उहाँले आफ्ना कवितामा जीवन्त चित्रण गर्नुभएको छ, जसले उहाँलाई समसामयिक र जागरुक कविको रूपमा स्थापित गर्छ। अर्को छ नारीवादी चेतना र विद्रोह। कवि श्रेष्ठका कवितामा प्रखर रूपमा आएको छ नारी चेतनाको स्वर। उहाँले महिलाहरूले भोग्नु परेका विभेद, उत्पीडन, हिंसा र पीडालाई मार्मिक र आक्रोशपूर्ण ढङ्गले प्रस्तुत गर्नुभएको छ। महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने पितृसत्तात्मक सोच, परम्परा र संरचनाप्रति उहाँको तीव्र असन्तुष्टि देखिन्छ। विशेष गरी आमाको नामबाट नागरिकता नबन्ने जस्तो संवेदनशील र विभेदकारी कानुनी अवस्थाप्रति उहाँले कविता मार्फत कडा प्रहार गर्नुभएको छ। उहाँका कवितामा नारी मुक्तिको चाहना मात्र होइन, परतन्त्रका पर्खालहरू भत्काएर स्वतन्त्र र आत्मसम्मानपूर्वक जीवन जिउनु पर्ने तीव्र आकाङ्क्षा पाइन्छ। अर्को छ राजनीतिक सामाजिक न्यायको खोजी। कवि मीना श्रेष्ठ एक राजनीतिक कर्मी पनि हुनुहुन्छ, जसको प्रभाव उहाँका कवितामा स्पष्ट देखिन्छ। तर उहाँको राजनीति पद र शक्तिको भन्दा पनि पिछडिएको वर्ग र भुइँ मान्छेको न्यायको पक्षमा उभिएको देखिन्छ। उहाँ आफूलाई शोषित, पीडित, दलित र मजदुरहरूको पक्षमा उभ्याउनुहुन्छ। कविता मार्फत समाजमा व्यक्त विकृति, विसङ्गति, भ्रष्टाचार,
र अन्याय विरुद्ध उहाँको कलमले निरन्तर आवाज बुलन्द गरिरहन्छ। समग्रमा कवि मीना श्रेष्ठका कविताहरूको मूल लक्ष्य भनेको विकृति, विसङ्गति, विशेष गरी महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै एक सुन्दर, न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नु हो। समय बदलियो तर आम मानिस बदलिएका छैनन्। महिलाहरूको अवस्थामा खासै परिवर्तन नआएको यथार्थप्रति उहाँ चिन्तित देखिनुहुन्छ। उहाँका कविताहरू व्यक्तिगत अनुभूतिबाट सुरु भएर सामाजिक र राजनीतिक चेतनाको उचाइसम्म पुग्छन्। त्यसैले मीना श्रेष्ठ कवि मात्र नभएर एक सामाजिक अभियन्ता पनि हुनुहुन्छ, जसका कविताले समाज परिवर्तनको बिगुल फुकिरहेका छन्। उहाँका कविताहरू भुइँ मान्छेका आवाज हुन्, समतामूलक समाजको सपना देख्ने सबैका लागि प्रेरणाका स्रोत हुन्। अन्त्यमा कवि मीना श्रेष्ठको कविता यात्रा निरन्तर बगिरहोस्, सामाजिक अभियन्ताको रूपमा निरन्तर लागिरहनुहोस्, राजनैतिक जीवन पनि उच्च बनोस् भन्ने शुभकामना दिँदै म यहाँबाट फेरि उहाँको एउटा कविता वाचन गरेर बिदा हुन्छु। एउटा कविता, म स्वतन्त्र कैदी भन्ने। यहाँ जेल छैन तर कैदमा छु, जेलर छैन तर बन्दी छु म। कहीँ हिँड्न कतै निस्कन कहाँ मिल्छ र, हतकडी छैन हातमा, नेलकडी छैन पाउमा, तर न त हात चलाउन सक्छु न त खुट्टा पहिल्याउन सक्छु, लाग्छ म स्वतन्त्र कैदी हुँ। वाक स्वतन्त्रता छ यहाँ, के तन्त्र छ देशमा, तर मनका कुरा व्यक्त गर्न सक्दिनँ। बोले भने, कुरा खोले भने शब्दसँग हार्नुपर्ने सकस हुन्छ मलाई, तौलिएर जोखेर बोल्नुपर्छ, म त स्वतन्त्र कैदी। विधान संविधान थाहा छ मलाई, तर पनि विविध एजेन्डामा बिना बहस साक्षी किनारा बोल्नुपर्छ मैले, म त स्वतन्त्र कैदी। यो लवस परो पितृसत्तात्मक चिन्तनको, यो पितृसत्तात्मक समाजको। मेरा निर्दोष ओठबाट रोक्ता रोक्दै फुत्किने हाँसोहरू तौलिएर जोखेर हाँस्नुपर्छ मैले, सीमा रेखाभित्र नापेर बोल्नुपर्छ मैले, म त स्वतन्त्र कैदी। घरभित्र बिछ्याउनाभित्र इसारासँग स्वीकृति लिएर मात्र पोल्टे फेर्नुपर्छ, कपाल कस्तो पार्ने, पहिरन कस्तो लाउने बारम्बार घोत्लिनुपर्छ मैले, म त स्वतन्त्र कैदी। जहाँ चाहनाहरू थुनिएका हुन्छन्, जहाँ भावनाहरू भत्किएका हुन्छन्, जहाँ रहरहरू सुकसुकाएका हुन्छन्, म त स्वतन्त्र कैदी। यो लवस्तर पितृसत्तात्मक चिन्तनको, यो जब्बर पितृसत्तात्मक समाजको, म त स्वतन्त्र कैदी, म त स्वतन्त्र कैदी। हस्त, धन्यवाद। हार्दिक धन्यवाद डाक्टर यादेवी ढकालज्यू। मैले एउटा क्वेसन सोधेँ उहाँसँग। वैशाखको 28 गते पोहोर हामीले यो कार्यक्रमको सुरुवात गऱ्यौँ। त्यो सुरुवातको चरणदेखि उहाँ हामीसँग हुनुहुन्छ। अहिले उहाँले भन्नुभयो यो महिला साहित्य समूहले मलाई अवसर दियो। यो समूह कसको दिदी? तपाईँ आफ्नै हो। हामी यसमा निरन्तर छौँ र यो सटिक तरिकाले, यति मिठो र मिहिन तरिकाले मीना दिदीका कृतिमाथि बोलेर यहाँबाट बिदा हुने डाक्टर यादेवी ढकाल हामीसँग निरन्तर हुनुहुन्छ। 18औं कार्यक्रम गरिसक्दा हाम्रो यो 18औं कार्यक्रम हो। त्यो कार्यक्रम गरिसक्दा पनि उहाँसँगै हुनुहुन्छ। हामी दुई नै सल्लाह गर्छौँ केही भयो भने, र यो हामीले दिएको होइन, यो हामीले सिर्जना गरेको फोरम भने मैले देखेर। र खोटाङका दुई चेली हुनुहुँदो रहेछ। खोटाङको चेलीलाई खोटाङले नै चिनेको छ र खोटाङले नै अहिले कविता वाचन गरेर पनि सुनाउनु हुनेछ। यहाँ सुन्न एउटा मिठो संयोग जुलेको छ। अब फेरि मीना दिदीका 3 थान कविताहरू हामी यहाँ सुन्नेछौँ। दिदी मीना दिदीलाई यहाँ आमन्त्रण गरे। मिठो प्रस्तुति मेरो बारेमा भनिराख्दाखेरि भर्खरै मैले मेरो ड्याडीको बर्खन्त सकेर आएको मान्छे, अलिकति भावुक भएँ। अलिअलि गाह्रो भयो। अब मान्छे नै हो। अनि अर्को कविता मैले यही विषय जहाँबाट म भर्खर निस्केर हाँस्न खोज्दैछु, त्यो विषयलाई राख्न खोजेँ। मृत्यु उत्सव। हरेक उत्सव हुन्छ, तर म ओसो साधक भएकोले मृत्युलाई पनि उत्सव मान्ने गर्छ। मृत्यु उत्सव। ब्रेन स्ट्रोकका निर्मम प्रहारसँग
युद्ध गर्दै गरेका मेरा बालाई एक्लै दौडाएर अस्पताल पुर्याउँदा पनि हरेस खान हुन्न मैले, किनकि बाले सिकाउनु भएन मलाई पीडाहरूमा पसारिएर ढल्न। सूर्यले कर्णलाई लगाइदिए जस्तै मेरा जीवनका सबै लडाइँहरूमा निर्भय, निर्भीकता र दृढ निश्चयका कवचहरू मलाई भिराउनु भएको छ मेरा बाले। जसरी पनि बालाई जिताउँछु भन्ने सङ्कल्पधारा बगाउनु थियो आफ्नै शरीरमा अस्पतालमा। तर अस्पतालमा आफ्नै आँखा अगाडि बाले युद्ध हारेर परलोक जाँदा डाकु छोडेर आर्तनाद गरेर चिच्याएर रुन मिल्दैन मैले। डाकु छोडेर आर्तनाद गरेर अस्पतालको भित्ता चर्किने गरी एक्लै छु बा भनेर चिच्याउन पनि हुन्न मैले, किनकि बाले सिकाउनु भएको छ अभिमन्यु रुँदैन शत्रु र मृत्युले घेरिँदा। बाको शरीर लास घरमा सुताएर एक्लै आँसुसँगको मौन संवादमा चिच्याइरहे पनि बालाई आइसियुमै हुनुहुन्छ भनेर भन्नु परेको छ। सानामा बाको काँध चढेर खोटाङको डाँडामा उकाली चढेको आज आफ्नै काँधमा बोकेर घाटको ओह्रालो झर्नु छ मैले। लोरी गाएर मलाई सुताउने बाको चिर निन्द्रामा हुक्क भक्कानो थुम्थिमाउनु छ मैले। कोखाई भन्दै मलाई खुवाउने मेरा बाको मुखैमा निर्मम तावावान दागबत्ती दिन छ मैले। धुवाँ भएर आकाशमा उड्दै गरेका मेरा बा, खरानी उदै खोलामा बग्दै गरेको उहाँको भौतिक अस्तित्व हेर्नु छ निर्निमेष, सुन्नु छ चुपचाप। जातसै दुर्बो मृत्यु दुर्बम मृत्यु चस्से छ। त्यही गरे अनि त्यही लेखे र तर खोटाङ पुगिसकेर खोटाङको कार्यक्रम सकेपछि मैले कविता फेसबुकमा पोस्ट गरेँ। सिद्धिचरणको गाउँ घुर्मीको घुम्टो उग्रेपछि एक फनको घुमेर हेर्न मन लाग्यो जिन्दगीका उकाली ओह्रालीहरू। घुर्मीको घुम्टो उग्रेपछि एक फनको घुमेर हेर्न मन लाग्यो जिन्दगीका उकाली ओह्रालीहरू। सुनकोशी सङ्गीत सुन्दै गर्दा झिसमिसे अँध्यारो भएपछि फेरि एकपटक जिन्दगीले गरेका सम्झौताहरू निहाल्न मन लाग्यो। जो अझै सरसराइरहेछन् खडेरीमा सुकेका पातहरू जस्तै, अनि पछि आएका हुन् मेरा छाया जस्तै। चुप घोप्टिएको अँध्यारो जति उक्ले पनि नसकिने सर्प हिँडे जस्ता 12 घुम्तीहरू लमतन्न पसारिएका छन् जिन्दगीका सङ्घर्षहरू। थाक्लेको उकालो कटेपछि पो झुल्कियो हिजो बिदा मागी गएको पुण्यको जुन। कसरी बिर्सिन्छु र म अघिल्लो रात डाँडाको थुम्कोको घरमा आखी झ्यालबाट च्याउँदै प्रेमी भेट्न आए जस्तो आएको त्यो जुन, अनि मध्यरातसम्म उसैको अँगालोमा भएको त्यो प्रेमाला। सिद्धिचरणको गाउँ पुगेपछि उषा शेरचनको कविता सम्झनु। सिद्धिचरणको गाउँ पुगेपछि उषा शेरचनको कविता सम्झनु। तीर्थ श्रेष्ठको काव्य यात्रा सुन्नु सम्झनु, अनि पोथी बाँच्नु हुन्न भन्ने कुन्ता शर्मालाई पनि सम्झनु, अनि पोथी बाँच्नु हुन्न भन्ने कुन्ता शर्मालाई पनि हेर्दै भर्खर नुहाएर उभिए जस्ता उत्तिसका रुखहरू झिङ्गानु र
सल्लाहका रुखहरू सोलु पुग्नै जाँदा ईश्वर भेटिन्छन् कि जस्तै लाग्यो। सोलु पुग्नै लाग्दा ईश्वर भेटिन्छ कि जस्तै लाग्यो। भुइँफुल र खुर्सानीको उकालो, वन खुर्सानीको उकालो कटेपछि भेटियो जन्तरी माता। आखिर जीवन भन्नु नै भेट्नु र छुटिनुको घटना चक्र मात्र त हो। आखिर जिन्दगी भन्नु नै भेट्नु र छुट्नुको घटना चक्र मात्र हो। सिद्धिचरण भर्खरको 2 दिन अगाडि 3 दिन अगाडि ईश्वरसँग विनिमय। उहिले कतै नित्सेले भन्यो, उहिले कतै नित्सेले भन्यो भगवान मरिसक्यो। तथापि मैले सधैँ पत्याएको छु, तथापि मैले सधैँ पत्याएको छु। सबैको दाता उही हो, त्राता उही हो, व्याख्याता उही हो। साँच्चै हो भने, साँच्चै हो भने ए भगवान के दिन्छस् त मलाई? ए भगवान के दिन्छस् त मलाई? सक्छस् भने तैँले आफै लगेको तेरो सारथी समयले खोसेको अकारण खर्च भएका मेरो समय फिर्ता दे। सक्छस् भने तेरो सारथी समयले खोसेको अकारण खर्च भएका मेरो समय फिर्ता दे। दाता नै होस् भने ए परमात्मा मेरो एस फिर्ता दे, मेरो वयस फिर्ता दे, मेरो हाँसो फिर्ता दे। ए परमात्मा मेरो एस फिर्ता दे, मेरो वयस फिर्ता दे, मेरो हाँसो फिर्ता दे र प्रेमको नासो फिर्ता दे। सबै फिर्ता दे। 2.5 दशक अघि जे थियो मेरो जिन्दगी त्यो फिर्ता दे। मागेकै के छ र तसँग, मागेकै के छ र तसँग? लौ विनिमय गरौँ बरु, लौ विनिमय गरौँ बरु। मैले पनि फिर्ता गर्नेछु केही कुराहरू ए भगवान तसँग। एक पितको खुसीको लागि, एक पितको खुसीको लागि एक हृदय रुन पर्ने यो मुटु तलाई। एक पितको खुसीको लागि एक हृदय रुन पर्ने यो मुटु तलाई। एक दिनको रोमान्स दिएर जुनी जुनी पीडा छोडी जाने प्रेमको जालो तलाई। सधैँ जुझ्नु परेका पराई जस्ता आफ्नाहरू तलाई। यो उच्छ्वास तलाई, यो सन्नाटा तलाई, यो भ्रम, यो धोका सबै तलाई। अनि बल्ल मित्रता हुनेछ हामी बीच, म भित्रको ईश्वर र ईश्वरको म बीच। ईश्वरसँग वाचन गर्नुभएको अन्तिम कविता मैले पनि वाचन गरेको थिएँ, दिदीले सुन्नु भएन। सम्झनु पर्ने कुराहरू सम्झिरहनु र फर्गेट गर्नुपर्ने कुराहरू फर्गेट गर्दै जानुपर्ने रहेछ जीवनमा। अघि दिदीले बा पढिरहँदा सम्भवतः बाहरूलाई पनि फर्गेटमै राख्नुपर्ने स्थिति पनि हुँदो रहेछ। भोलि आफ्नै जिन्दगी पनि त्यसरी नै जाने हो भन्ने कुरालाई मनन गर्दै बाँच्नु पर्ने रहेछ। निकै भावुक बनाउनु भयो दिदीले बा देशको कविता। अब म शान्ति पौडेललाई, मीना श्रेष्ठ दिदीको कविता वाचन गरिदिनु हुन शान्ति पौडेललाई आग्रह गरे। शान्तिजी आउँदै हुनुहुन्छ मीना दिदीको कविता वाचनको लागि। सभाका प्रमुख अतिथि जलेश्वरी श्रेष्ठज्यू, सभाध्यक्ष उषा श्रेष्ठज्यू र आजको यस एकल कविता वाचनकी प्रमुख पात्र आदरणीय र सम्पूर्ण अग्रज साहित्यिक व्यक्तित्वहरूमा म शान्ति पौडेलको तर्फबाट न्यानो साहित्यिक अभिवादन। म सरासरी आजको कविता सङ्घभित्रबाटको कविता वाचन गर्न गइरहेकी छु। किताबको नाम पनि किताब हातमा परेको छैन, अस्पष्ट छ। जुन कविताको शीर्षक छ अर्को जन्म र छोरी, असाध्य भन्छु नै शीर्षक र कविता पनि छ। कविता छोटो छ, जुन उहाँको भावलाई मिल्ने वाचन शैलीता नहुँदा पनि राम्रो गर्ने कोसिसमा लाग्नेछु। अपरेसनको थिएटरमा च्याङ गर्दा
त्यतै फर्किएर हेरेको थिएँ मनै मैले कतिखेर स्पर्श गर्न पाउँछु भन्दै पेट पुट्ट बढ्दै जाँदा पाठे घरमा लात्तले पुक्क पुक्क हान्दै गर्दा राखी दिएको नामले प्रतिमाले बोलाउँदा मनले बोलाएथे मेरी छोरी। अर्को जन्म हुन्छ भन्ने पत्याउने म अर्को जन्म हुन्छ भन्ने पत्याउने म छोरी जति हुर्कँदै जान्थिन् म आफू कुनैसँग लेखिरहे लाग्छ पुनः जन्म मेरै अर्को जन्म आफ्नै गर्भबाट भएको छ। म जस्तै मान्छे मेरो जस्तो मन मसँगै भोकको खोले पिउँदै मसँगै अभावको नारा लाउँदै केही वर्ष छोरी भयो केही वर्ष बहिनी भयो केही वर्ष दिदी भयो। जिन्दगीको हुन्डरी के आयो थियो अक्करे भिरमा पीडा सम्हाल्दिन आँसुको दर्के छोरीमा छाता उठाउन मेरो जीवनमा अर्को आमा भएर आइन् र बारम्बार भरोसाको भित्ता बनेर सहाराको चट्टान बनेर भनिरहन्छन् तिम्रो म छु नि नानी हस्त धन्यवाद। सुन्दर वाचन शान्ति पौडेलजी। उहाँले भेटेसम्म कविताहरू सबैका कविताहरूमा न्याय गर्ने तरिकाले फेसबुकमा हालिदिइरहनु भएको हुन्छ। वाचन गरेर अझ छन्द कविताको उहाँको स्वाद बेग्लै छ। अब मैले मन्जिला अनिल दिदीलाई यस मञ्चमा कविता वाचनको लागि नियुक्त गरे। सबैलाई समेट्न सक्ने ऊर्जाशील व्यक्तित्व आदरणीय राधेश्याम निकालजी दादाको डालोभरि पुखिएको माया अनि यस प्रेक्षालयमा उपस्थित हुनुभएका सबैलाई समभावले अग्रजदेखि अरूसम्म सबैको मनमुटुमा बस्न सफल आदरणीय उषादीज्यू। त्यसै गरेर साहित्यको कुनै उमेर हुँदैन ऊर्जाको कुनै उमेर हुँदैन कलमको कुनै उमेर हुँदैन भनेर सशक्त उदाहरण बन्नुभएकी आदरणीय जलेश्वरी श्रेष्ठज्यू। त्यसै गरेर सक्रिय कवि हाम्रो रीता खत्रीज्यू र यस प्रेक्षालयमा उपस्थित हुनुभएका सम्पूर्ण र मैले कतै बारम्बार पढेको थिएँ दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दिए। अब्राहम लिङ्कनले पटक पटक लडेपछि यो भनेको स्रोत सायद प्रिय कवि प्रिय सखी मीना श्रेष्ठको जीवनको उदाहरण हो जसले दुःखदेखि हार्न सिकेको छैन सङ्घर्षदेखि हार्न सिकेको छैन जीवनलाई समाजमा एउटा उदाहरण बन्नदेखि हाँसेको छैन एक्लै आमा बनेर योग्य सन्तान हुर्काउन पनि ऊ थाकेको छैन। हरेक तरिकाले सन्तान योग्य हुनुपर्छ छोरा र छोरी होइन छोरा मात्रै होइन छोरी मात्रै होइन सन्तान योग्य हुनुपर्छ भनेर बाबुको पितृ कर्म जसलाई हामीले योग्य ठानेर सखी प्रतिष्ठानले उहाँलाई 45 दिनमा एउटा सम्मान पनि गरेको थियो। मीना यस्तो छ तिमी आउन सक्छौ भन्यो भने एउटा कलको भरमा राति 2 बजे कल गर्यो भने पनि भोलि 1 बजेको कार्यक्रममा आफ्नो फ्लाइट मिलाएर आउँछ। उसँग यस्ता जोडीका धेरै उदाहरण धेरै सम्बन्ध छ जसले गर्दाखेरि जस्तो सुकै जे परे पनि उसलाई साथ दिने कुरामा सधैँ म पनि अगाडि बढ्नै पर्छ भन्ने मलाई लाग्छ। यस्तो व्यक्तित्व एउटा हामीले विद्रोहको एउटा भनौँ समाजमा चेतनाको विद्रोहको एउटा हुङ्कार हो नारी सशक्त एउटा महिला हस्ताक्षर हो मात्र हो राजनीति मात्र होइन सामाजिक चेतनाको विद्रोह पनि हो। यस्तो कविको एउटा धेरै धेरै बधाई भन्दै म उसको कविता वाचन गरेर सुनाउँछु। मैले कविता छान्दै जाँदा ठ्याक्क जुन नम्बर हातमा पऱ्यो त्यस पछाडि कविताको शीर्षक आइमाई बस्ने घर। युगौँदेखि आमाहरूको घर थिएन हजुरआमालाई सानैमा उफ्रिने प्याउलिने कलिलैमा हजुरबासँग जोडी बाँधिदिए रे डोलीमा राखेर घर पठाए रे। हजुरआमा सधैँ हजुरबाको घरमा बस्नुभयो हजुरआमा सधैँ हजुरबाको घरमा बस्नुभयो हजुरबाको रेखदेख गर्नुभयो। सदियौँदेखि हजुरआमाहरू बाजेका घर रुगेर सदियौँदेखि हजुरआमाहरू बाजेका घर रुगेर बाजेहरूका सन्तान स्याहारेर मृत्युसँग अँगालो मारे लोग्ने मान्छेले जता गए जे बोले
टाउको कपाल केही नदुखाउने संस्कार छेकबार तगारो नलाउने चलन चलिरह्यो अनि बाँचिरह्यो। खुट्टाको औँला जस्तो हुन् खुट्टाको पाइताला जस्तो होस्, खराउ खुट्टे या भुइँ खुट्टे खुट्टाका आकार प्रकार कहिल्यै फेरिएनन्। खुट्टाका जुत्ताहरू फेरिरहे अनि निर्धक्कसँग वाक्यहरू निस्किरहे खुट्टा भए जुत्ता कति जुत्ता र आइमाईको घर तौलिरहन्थे म, केलाइरहन्थे म। यही शब्दको अर्थलाई सुन्थे मेरी आमालाई काकाले भनेको, फलानाको छोरीले फलानाको छोरीलाई। हो मेरी आमाको घर थिएन, बुबाको घर कहिल्यै उनको भएन। त्यो घर काकाको थियो, त्यो घर बडाबाको थियो। मेरी आमा कहिल्यै बाहरको घरमा बसिन्, मेरी आमा जहिल्यै बाहरको घरमा बसिन्। भोगाईहरूको पीडाको ढाकर बिसाउन, मनको व्यथा बिसाउन माइत पुग्दा अझै दुख्थिन्। त्यो घर केवल उनको मात्र भाइको थियो। माइतीका भित्ताहरू भाइका सन्तानहरूका थिएन उनको अस्तित्व, थिएन उनको आफ्नोपन। आँखाको दिल आँसु झार्दै थिएन उनको आफ्नोपन, आँखाको दिल आँसु झार्दै भक्कानोको हिक्कासँगै मरिसकेकी आमालाई सोध्थिन्। पक्कानोको हिक्कासँगै मरिसकेकी आमालाई सोध्थिन्, आमा तिमी पर छेउ त्यहीबाट भनिदेऊ न आमा, आइमाईको घर कुन हो? आइमाई कहाँ बस्नु आमा? खोइ आइमाईको घर। मेरी आमाको हिक्कासँगै, आमाको भक्कानोको प्रश्नसँगै म अर्की आइमाई, मेरी आमाले जन्माएकी म फेरि अर्को आइमाई। आइमाईलाई उत्तर दिँदैछु म आफ्नै घर खोज्दैछु। आइमाईको पहिचान भएको, लोग्नेको दासत्व नभएको, पितृ सत्तात्मक जातो नभएको घर, जहाँ आइमाई पूर्ण बाँचोस्, त्यहाँ आइमाई खुलेर हाँसोस्। आमा म बनाउँदैछु हजारौँ आइमाई बस्ने घर। पटक ढल्ने बजारे पनि नभत्किने बलियो चट्टाने घर। नियतिका वज्रपातले छिट्याए पनि पीडाका बाछिटा नछिर्ने घर। मलाई गलत नसोच आमा, म आइमाई बस्ने घर बनाउँदैछु। म आइमाईको मन अड्ने घर बनाउँदैछु आमा, म आइमाईको मन अड्ने घर बनाउँदैछु आमा। कविता आउनै लाग्या छ मङ्सिर, यो मङ्सिरमा तिमीलाई बेहुला बनाई भित्राउने मन छ। आउनै लागेको छ मङ्सिर, यो मङ्सिरमा तिमीलाई बेहुला बनाई भित्राउने मन छ। तिम्रो शिरमा सिउँदो नै नभए पनि तिम्रो शिरमा सिन्दुर छर्ने मन छ। सदियौँदेखि बाजेहरूले बजैहरूलाई भित्राइरहे, कहिले दोहोरी जितेर, कहिले मन जितेर, कहिले हात मागेर, कहिले साथ मागेर। तर यो पटक मङ्सिरमा दोहोरी जितेर होइन, मनले मन जितेर, मायाले माया साटेर मेरो घरमा भित्राउने मन छ। सुनेको छु युगौँदेखि पुरुष भाव छचल्किएको, तिमी मेरी मनकी रानी भनेको। अब म यो पटक मेरो पालो भित्राउनु छ तिमीलाई मेरो मनको दरबारमा। मनको राजा भन्दै यो दरबारमा तिमीलाई लगाइदिने पोतेको जुत्तो जत्रो दासताको ओडार हुने छैन। टक्क रोकिए, अलिकति महिलाहरूको घर हुँदैन भन्दा हुँदै मैले यो चाहिँ मोड्न खोजेको यो सुन्दर कविता सुनिरहँ जस्तो। अब हामी यो कार्यक्रमको मैजारोतिर छौँ। फेरि मिना दिदीलाई नै जोडे। आज मिना दिदी एकल कविता वाचनको नायक मिना दिदी हुनुहुन्छ र उहाँलाई हामीले सघाई मात्र रहेका छौँ। दिदी मैले मञ्चमा आमन्त्रण जसले मेरो कविता त धेरै नै, अब मैले गन्या छुइनँ साँच्चीकै भन्नुपर्दा धेरै कविता लेखेको छु। यो कविता मध्येमा यो आइमाई बस्ने घर पुरस्कृत कविता हो। यसको चाहिँ
भिजुअल गर्न पनि साथीहरू तयार भइराख्नु भएको छ। एउटा विशिष्ट व्यक्तिहरूदेखि लिएर सङ्घर्षका कथाहरू जोडेर धेरै खुसी लाग्यो। मेरो भावभन्दा बढी एकदम राम्रो तरिकाले वाचन भयो। थ्याङ्क यू सो मच। हामी बस्ने घर बनाउँदैछु, त्यसको दोस्रो अङ्क आउँछ, बन्दैछ हामी बस्ने घर, बन्यो हामी बस्ने घर। घर बनाउँदैछु, बनाउन धेरै गाह्रो हुँदो रहेछ। मुखले आइमे बस्ने घर बनाउँछु भन्दा जति सजिलो हुन्छ काममा घर बनाउन त्यति नै गाह्रो हुँदो रहेछ। आँसु र पीडाले घर बन्दैछ, बनिसक्छ। बनिसकेपछि त्यो कविता पूर्ण हुन्छ, लेखिरहेको छु, त्यो अधुरो छ। कुनै कविता चाहिँ अहिले लेख्ने, तर कुनै कविता चाहिँ स्टेप भइरहेको छ। त्यो कविता घर पूर्ण भएर घरमा मम्मीलाई बसाइसकेपछि फेरि आउँदैछ त्यो कविता। मैले अहिले वाचन गर्न लागेको कविता जिन्दगी र बाटाहरू। हिजो आज निकै दौडाएको छ मलाई, हिजो आज निकै दौडाएको छ मलाई मेरै फुर्सदका पलहरूले। कहिले उराट लाग्दा उकालीमा, कहिले उदेक लाग्दा ओह्रालीहरूमा भिर जस्तै ठिङ्ग उभिन आइपुगेका बाटाहरूमा। फुर्सदलाई घचेट्न नसकेपछि बाटाहरूले आफै घचेट्छन् मलाई। हिँड्नै छ मैले लाटो पहाडको अकरेबको भिर हुँदै। नातेको जस्तो गर्नु छ अझै, कतै मेरो डरले घर नगरोस् अरूको जीवनमा। यो तारै भिरहरूमा गुजुल्टेको धागो जस्ता बाटाहरू हिँड्नै पर्ने रहेछ अविराम पाइताला भन्दा अझै बढी। यो निरन्तर बेगिलो मन थाके पनि आफ्नै छायालाई सुमसुम्याउँदै हिँड्न छोड्दाको दिन सकिनेछ जीवनको लय, मनको गति र निश्वास। कहिलेकाहीँ टिठाउँछु म आफ्नै पैताला रूपप्रति, तर पैतालाको जति माया लागे पनि पैतालालाई काखमा राखेर मही खान नमिल्दो रहेछ। न त थाक्यौ नि भनेर काखमा राखी हिँड्न मिल्दो रहेछ। चोटका मोजाइकहरू छातीभरि बोकेर यात्राका खिताहरू नाप्नै पर्ने रहेछ। धीरता सिकाउने शरीरका चोटहरू, अनुभव दिलाउने मनका मलमहरू। लाग्छ आशीर्वाद भएर दामी रहन्छन् हृदयभरि, आखिर सिकाउने त रहेछन्। यात्राका सबै चोटहरूले जीवनका लामा गोडेटोहरू छिचल्न। जति हिँड्छु नसकिने यी बाटाहरू, भरोसामाथि भरोसा थप्छु। अब फेरि यो अप्ठ्यारोमा पुर्याउँदैन भनेर। तर बाटाहरू समतल मात्रै पनि होइन रहेछन्। घन्राङ्ग हुने गरी खाल्डोमा झारिदिन्छन्। सोध्छु सजिलो बाटो सकियो जीवनको। हिँड्नु भन्दा सधैँ अप्ठ्यारो टुङ्ग्याउनु पर्छ बरु मैले यो यात्रालाई। तर अनायासै फेरि झुक्क्याउने गरी राम्रो बाटो टुप्लुक्क आइपुग्छ र उस्तै गरी खोला किनारमा लगेर पछारिदिन्छ। देख्छु चुपचाप आँसु जस्तै बगिरहेको निलो नदीको प्रवाह। अनि केही नबोली खुइ आउँदै गरेको सुस्केरालाई आफूभित्रै गुम्साउँदै, भक्कानुलाई छातीभित्रै कोस्दै म चुपचाप हिँडिदिन्छु नदी जस्तै नागबेली बाटो। बरु यस्तो लाग्छ अचेल म हिँड्ने बाटो र जिन्दगी उस्तै। बरु यस्तो लाग्छ अचेल म हिँड्ने बाटो र जिन्दगी उस्तै। कहीँ भत्किँदैछ जिन्दगी, कहीँ मर्मत सम्भार र पुनर्निर्माण हुँदैछ जिन्दगी। त्यसैले त मलाई उस्तै लाग्छ मेरो जिन्दगी र म हिँड्ने बाटाहरू।
अर्को यो पटकको तेस्रो। म र मेरो वरिपरिको गोलो संसार, म र मेरो वरिपरिको गोलो संसार निहालिरहेछु निर्निमेष नयनहरूले। आँखा चिम्लनु र आँखा च्याउनुको भिन्नता, आँखा चिम्लनु र आँखा च्याउनुको भिन्नता, सास फेर्नु अर्थात् सासको आवत जावत सिम्फोनी। यहाँ आउने आइरहेछ, जाने फर्किरहेछ, आँखाले देख्न सक्दासम्म आउने आइरहेछ, जाने गइरहेछन्। लाग्छ म हिँडिरहेछु यी बाटाहरू, मेरा आँखा छन् र त बदलिरहेछ यी दृश्यहरू। मेरो सास छ र त म सुनिरहेको छु यो धरतीको सिम्फोनी। म छु र त संसार छ। म देखिरहेछु घरि यही नै संसार हो जस्तो गरी चुलिने अहङ्कार, घरि यही नै संसार हो जस्तै गरी चुलिने अहङ्कार। म देखिरहेछु घरि केही थिएन जस्तो गरी रित्तिने सम्बन्धहरू। सम्बन्धको सहरमा लोप हुँदै गरेका मूर्छित भावनाहरू, कठै माया लाग्छ आज आफ्नै। न अपमानको हिसाब किताब तिर्न सक्छु, न अपमानको हिसाब किताब तिर्न सक्छु, न त अन्यायको पैमाना गनेर थुपार्न सक्छु। म केवल हेरिरहन्छु, हेर्दा हेर्दै दृष्टिमा पानीको पर्दा खस्छ जसलाई फेरि उगार्न सक्दिन। मानौ भदौको तीव्र बर्सातले बलेनीको भल चुलोतिर सोहोरिएको छ। मसँग आफ्नै अन्जुलीको मात्र सहारा छ भल फेक्न, तर पनि अझै सक्दिन आँखालाई नरु भन्न, तर पनि अझै सक्दिन भन्न आँखालाई नरु भन्न। किनकि सबै दृश्यहरू, सबै बाटाहरू, सबै यात्रीहरू मेरा आँखा छन् र त यो अस्तित्व छ, मेरा आँखा छन् र त यो अस्तित्व छ। मेरा आँखाले हेर्न अस्वीकार गर्दाको दिन यी सबै अस्तित्वहीन हुनेछन्। त्यसैले मैले हेर्नु छ साक्षी भावले आफैले आफ्ना दृश्यहरू, त्यसैले मैले हेर्न छ साक्षी भावले आफ्नै दृश्यहरू। कुरा गर्दै जानुहुनेछ। मैले अब निर्मला फुयानलाई मिना दिदीले एउटा कविता वाचन गर्न बोलाए। हामी 1 र 1 छौँ र पनि 5 छौँ। उहाँकै साथले यो सञ्चालन भइरहन्छ। हामी छौँ र यो चल्छ। म उहाँ छु र मेरो सास चल्छ जस्तो लाग्छ। सम्भवतः मैले भोगेको नारी न ईर्ष्या न उहाँको लेखन है, तर पनि यति सहयोग गर्नुहुन्छ प्रिय साथी। मैले उहाँलाई आज चाहिँ कविता वाचनको लागि आग्रह गरेँ। सम्पूर्णमा एकमुष्ट नमन। आज म मीना श्रेष्ठजीको आग्रह कविता चाहिँ वाचन गर्न गइरहेको छु। सुस्तरी, एकदम सुस्तरी बोल्नु, भित्ताहरू कान थपेर बसेका हुन्छन् र भित्ताको सम्पर्क जगदेखि गजुरसम्मै हुन्छ, बैठक कोठादेखि भान्सासम्म हुन्छ र भान्सादेखि शयन कक्षसम्म हुन्छ। एकनास जाग्नु, जागिरहनु, एकनास जाग्नु, जागिरहनु, एक तमास लाग्नु, लागिरहनु, कतै कहिल्यै नथाक्नु। चौतारीहरूले थाके भने यात्रु कहाँ सुस्ताउलान्। चौतारीहरूले थाके भने यात्रु कहाँ सुस्ताउलान्। दुःख पनि जिन्दगीको सौन्दर्य हो, दुःख पनि जिन्दगीको सौन्दर्य हो। प्रेम गर्नु र गरिरहनु प्रेम दुःखलाई, प्रेम गर्नु र गरिरहनु प्रेम दुःखलाई। नचाहँदा नचाहँदै मनको दुःखद तस्बिर अनुहारसम्म आइपुग्छ दुखेको बेला, अनुहारसम्म आइपुग्छ दुखेको बेला। र दुःख पोखिन सक्छ दुनियाँ बिच, नपोख्नु नदेखाउनु दुःख कसैलाई। धन्यवाद। एकनास जाग्नु, जागिरहनु, एक तमास लाग्नु, लागिरहनु, कहिल्यै नथाक्नु। चौतारी
चौतारीहरू नै थाके भने कहाँ सुस्ताउलान् र यात्रीहरू। चौतारीहरू नै थाके भने यात्री कहाँ सुस्ताउलान् र दुःख दुःख जिन्दगीको सौन्दर्य हो। प्रेम गर्नु गरिरहनु प्रेम दुःखलाई, प्रेम गर्नु गरिरहनु प्रेम दुःखलाई। नचाहँदा नचाहँदै पनि मनको दुःखद तस्बिर अनुहारसम्म आइपुग्छ दुखेको बेला र दुःख पोखिन सक्छ दुनियाँ बीच। नपोख्नु नदेखाउनु, नपोख्नु नदेखाउनु दुःख कसैलाई। पराएको त के कुरा, आफन्त झन् खुसी बनाउने यस्तो यज्ञ कहिल्यै नगर्नु, यस्तो यज्ञ कहिल्यै नगर्नु। आदरणीय दिदी मिना दिदीको यो कविता फेरि पनि मैले दोहोऱ्याएँ। अब दिदीका 3वटा कविता सुनेपछि कविता एकल कविता नाम भए पनि, मैले लेखेका कविता भए पनि हामी सबैको कविता सामूहिक रूपमा कविता वाचन गरिदिनु हुने शान्ति पौडेल ज्यू, प्रिय साथी मन्जिला, प्रिय कवि सिर्जना शर्मा र अहिले भर्खरै वाचन गर्नुहुने निर्मला फुरेलप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। एक हृदय माया। यो कार्यक्रममा मैले थोरै 1 मिनेटमा केही कुराहरू पर देखिरहेको छु। रञ्जना निरौला जसको कारणले कलिङ्गा काठमाडौँ जस्तो सशक्त साहित्य कार्यक्रमलाई उज्यालो दिएर धेरै देशका साहित्यिक व्यक्तित्वलाई भित्राउनु हुने प्रिय साथी देखिरहेको छु। उहाँलाई स्वागत गर्छु। सनम कठायत भाइ, प्रिय भाइ, मेरो हिरो भाइ, बद्री केसी भाइ मेरो निम्तमा आइदिनु भएको छ। अनि मेरो भाइ सन्तोष प्रधान सबै विशेष नै हुनुहुन्छ र प्रिय गायिका देविका वन्दना आउनुभएको छ, जसको गीतहरूले नेपाली सङ्गीतको आकाश उज्यालो भएको छ एकदम सबै। अनि मलाई एकदमै अनौठो लागेको, मलाई धेरै खालका यो उमेरमा आउँदाखेरि थुप्रै उपहारहरू पाएको छु। त्यो उपहारले कति ठाउँमा छुयो होला हृदयमा, कति ठाउँमा आँखामा छुयो होला, हृदयबाट छुएर आँखामा आँसु बग्यो होला। त्यो एउटा उपहार पाएको छु मैले सरोजा खड्गीबाट। सरोजा खड्गी जसले कलाकार चित्रकार हुनुहुन्छ, जसले चाहिँ मेरो जीवनको 3टा रूप बनाएर मलाई नै गिफ्ट गर्नुभयो एउटा ठुलो कार्यक्रममा, प्रादेशिक कार्यक्रममा, जहाँ मैले मेरो डेबीको क्रिया बस्दाखेरि गरेको एउटा त्यो रूप, अनि त्योभन्दा अगाडिको रूप र अहिलेको वर्तमान रूपलाई उहाँले कैद गरेर बनाएर एउटा इन्स्पायर अफ जोर्नी भनेर चाहिँ नाम दिएर बनाउनु भयो। उहाँलाई देख्दाखेरि खुसी लागेको छ। ठुलो आग्रह बिना पनि आइदिनु भएको छ। मैले सबै साथीहरूलाई सबैलाई निम्तो गर्न सकिनँ, तर पनि वर्षौँदेखि माया गर्ने प्रिय साथी निशा केसी आएको छ, एकदम खुसी छु। यति भन्दै फेरि जोड्दा मैले अहिलेको बेलाको 3टा कविता पुनः राख्न चाहेँ। तिमी आउँछु भन्थ्यौ, यही गोधुलीमा तिमी आउँछु भन्थ्यौ, म हरेक गोधुलीमा तिमीलाई कोरिरहेछु। यी सुन्तली रङभरि तिम्रो मायाको रङ देख्छु, छुन्छन् यी रङहरूले। हिजोको तिम्रो शीतल स्पर्श सम्झन्छु, हिजो आज सबै लोभहरू रित्तिएका छन्। हिजो आज सबै चाहहरू सिद्धिएका छन्। मात्रै एउटा लोभ जिउँदो छ, गोधुलीमा तिमी आउनु। गोधुलीमा तिम्रो स्पर्श लिने चराहरू उडिरहेको छन्। गुडतिर भोलि फर्कन्छु भनेर उज्यालो बास बस्नलाई। आकाश अँध्यारिँदैछ, शीतल हावा मन्द यताउति गरिरहेछ। म पर्खिरहेछु तिमी चरा जस्तै गुडमा फर्कन्छौ भनेर। म पर्खिरहेछु निर्द्वन्द रित्तो हृदय शून्य मस्तिष्क लिएर। गोधुलीले रङ फेरेर कालो रङ हुँदासम्म पनि म बाटाभरि आँखा ओछ्याइरहेछु। जब बाटोमा आँखाहरू रित्तो हुन्छन्, गोधुलीको रङ जस्तै अँध्यारो हुन्छ मन। थुम्तिमाउँछु मलाई र म भन्छु गोधुली फेरि आउनेछ, गोधुली फेरि भोलि आउनेछ।
पुरानो कविता हो। अहिले मैले यस्तो कविता लेख्ने माहौलमा पनि छुइनँ, मुड पनि छैन। सायद यस्तो कविता लेख्छु कि लेख्दैन पनि थाहा छैन। तर यो 10औं वर्ष अगाडि लेखेको कविता, धेरै युट्युबमा पनि बनेको कविता। मलाई प्रिय लागेको कुनै समय त्यो कविता प्रिय तिमी मातेर आऊ। यहाँ हुने प्रियहरू को मात्नुहुन्छ थाहा छैन। प्रिय तिमी मातेर आऊ। कहिलेकाहीँ यस्तो लाग्छ तिमी मस्त मातेर आऊ। फेरि भरे नमात्नु होला। कहिलेकाहीँ यस्तो लाग्छ तिमी मस्त मातेर आऊ। चाहे घरमै बनेको 3 पानी पिएर आऊ, चाहे विदेशी सिङ्गल मल्ट पिएर आऊ, तर तिमी मस्त मातेर आऊ। तिम्रो रक्सीको बेहोसी मलाई मात्रै थाहा होस्। थाहा नहोस् कसैलाई कि तिमी मातेर आएछौ भनेर। नच्याओस् कसैले तिमी 90 डिग्रीमा छैनौ भनेर। नच्याओस् कसैले तिमी 90 डिग्रीमा छैनौ भनेर। यस्तै बेला तिमी आफूले आफूलाई भुले पनि परबाट मलाई चिन। आफ्नो शरीर थाम्न नसके पनि अङ्गालोमा मलाई बाँध्न खोज। कसैले रक्सी खाएको भन्छन्, कसैले रक्सी पिएको भन्छन्, कसैले रक्सी खाएको भन्छन्, कसैले पिएको भन्छन्। तिमी खाएर मात या पिएर मात, तिमी खाएर मात या पिएर मात, मस्त मात, थोरै होस् धेरै बेहोस हुने गरी मात। हो प्रिय, कहिलेकाहीँ मलाई यस्तै लाग्छ तिमी मातेर आऊ। तिमी मातेर आऊ। अरू बेला भन्न नसकेका, अरू बेला उकोस मुकोस कैदिएका कुण्ठित भावहरूको बिस्कुन खोल। मनको ढोका उगारेर सबै भन। अरू बेला जी हजुरी गरे पनि मातेपछि मात्रै काली भन। अरू बेला आकाशमा ट्रेन उडाउने कुरा गरे पनि मातेपछि मात्रै मेरो मन छुने कुरा गर। हो प्रिय, चाहन्छु म तिमीलाई। तिमी बेहोसीमै भए पनि, बेसुरमै भए पनि बेसरी माया गर। म भ्रममै भए पनि तिम्रो प्रेमको महसुस गरौँ। केही पल भए पनि प्रेमको उन्मादले म मात्न सकौँ। तिमीमै महसुस गर्न सकू। हर स्पर्शमा तिमीलाई पाउन सकू। हो प्रिय, कहिलेकाहीँ यस्तै लाग्छ तिमी मातेर आऊ। आभार दिदीको छ। हामीभन्दा आधा घन्टा समय मागिसकेको छ। दिदीले मातेर आऊ भन्नुभयो। मातेर आउने कोही भयो भने चाहिँ कुट्न चाहिँ नकुट है भनेर आग्रह पनि गरे। मातेर चाहिँ आऊ तर नकुट। अब हामी कार्यक्रमको मैजारो गर्ने चरणमा छौँ। गुन्जन अध्यक्ष आदरणीय दिदी जलेश्वरी श्रेष्ठ दिदी आजको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ। मैले अघि पनि भने यो 80 वर्षको उमेरमा 18 वर्षको उमेरको काम चाहिँ दिदीले गर्दै हुनुहुन्छ। हामी दिदीकै छत्र छायामा अहिले हुर्किरहेका छौँ। दिदीलाई मैले यहाँ नियुक्त गरेँ। सभाका अध्यक्ष मेरो प्रिय बहिनी उषासँग मेरो धेरै घनिष्ठ मित्रता छ। मेरो बहिनी भनौँ कि नन्द भनौँ कि साथी भनौँ कि अनि या देवी बहिनी उहाँले पनि धेरै राम्रो मीनाजीको कविता विषयमा भन्नुभयो। अनि अझ धेरै म रिता बहिनीलाई धेरै धन्यवाद दिन्छु। मलाई माननीय मीना श्रेष्ठज्यूको यस्तो राम्रो कविताहरू सुन्न मलाई अवसर दिनुभयो। मलाई धेरै नै खुसी लाग्छ। मैले मीनाजीलाई खुसीको पनि भने साँच्चै मीनाजीको र मेरो पीडा भनौँ कि विचार भनौँ कि एउटै रहेछ। म पनि साह्रै नै संवेदनशील हुन्छु जब पुरुष र नारीको बिचमा भेदभाव देख्छु। छोराछोरीको भेदभाव, लोग्ने स्वास्थ्यको भेदभाव, आमा र मेरो बाको बिचको हाम्रो चाहिँ माइतीको भेदभाव, अब मेरो नै म र मेरो श्रीमान बिचको भेदभाव मलाई फिल गर्दाखेरि, मलाई देख्दाखेरि साह्रै नै मलाई पीडा लाग्छ। असाध्यै नै मलाई दुःख लाग्छ। त्यही दुःखका पीडाहरू आज सुन्न पाएँ। मेरो र उहाँको विचार एउटै। म पनि स्वास्थ्य हुन चाहँदैन अहिले। साँच्चै भन्नु भने
मेरो चाहिँ विवाह भएको 55 वर्ष भइसक्यो है। म चाहिँ धेरै पछि लेखेको 55-56 सालमा। म सानो बेलामा म मेरो मातृभाषा नेपाली भाषाबाट कविताहरू लेख्थेँ। पछि आएर मैले धेरै भोगेँ, मैले धेरै पीडा भोगेँ। यो छोरा र छोरीको विभेद, पुरुष र नारीको विभेदले मलाई धेरै 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 घाउ बनायो यो समाजले। मेरो तिनवटा छोरी भएकोमा पनि मैले धेरै मेरो समाजले मैले लान्छना मैले गर्नु पर्यो। तिमीहरूलाई चाहिँ के छन्, छोरा छैन के छन्, आखिरमा हाम्रै पनि घरमा पढ्नुपर्छ भनेर हाम्रो भतिजाहरू भन्दाखेरि मलाई साह्रै घाउ लाग्थ्यो कि। अनि आमाकै नामबाट फेरि नारीता पनि छोरीहरूले नपाउँदाखेरि पनि म एकदम घायल भएँ, म एकदम बौलाएको थिएँ यति बेला। त्यसै कारणले मलाई सधैँ नै पिरोडी लाग्छ, मलाई सधैँ नै घाउ भइरहेको छ। मेरो आँखाबाट सधैँ साँच्चै भन्नुहुँदै मलाई आँसु झरिरहेको छ। तर मैले लेख्न थालेपछि अब म चाहिँ नि घरको बिरालो होइन, म बगिनी भएछु साँच्चै। अब मलाई चाहिँ उहाँले भनौँ भने स्वास्नी हुन चाहने, साँच्चै त्यो स्वास्थ्य हुन चाहिँ चाहना नै खराब रहेछ है। अब एउटा कुरा भनौँ, अब यस्तै भयो। अब लोग्नेले चाहिँ एकदम पीडा दियो। अब समाजले भन्छ त्यो लोग्नेसँग बस भन्छ। त्यो जुन त्यो नारी थियो उसलाई बस्न धेरै गाह्रो भइरहेको थियो। अनि मैले उसलाई उस्काएर तिमीले डिभोर्स दियो त्यो लोग्नेलाई भनेपछि डिभोर्स पनि दियो। मलाई धेरै लान्छना पनि आयो। तर अहिले त्यो जुन नारीको उसको जीवन एकदम भरा भरा छ, एकदम खुसी छ। मेरो साँच्चै भने मेरो अहिले 30-35 वर्षको मेरो छोरी, कान्छी छोरी, उसले विवाह गर्नै चाहँदैन। किन? उसले सबै देखिरहेको छ नि, मेरो पीडा देखेको छ, उसले उसको दिदीहरूको पीडा देखेको छ, काकीहरूको सबैजनाको सानो आमाहरूको पीडा देखेको। मा म त बिहा गर्दिनँ, म त बिहा गर्दिनँ भन्छ उसले जहिले पनि। मलाई पनि अब के गर्ने त, ठिकै छ तिमीले, म पनि खुसी नै छु, ठिकै छ, उसको इच्छा हो नि। अनि मैले एउटा कुरा भने, अब यो भन्नु हुने नहुने छैन, तै पनि म रूपान्तर गर्न चाहन्छु यो समाजलाई। म यति 80 वर्ष भए पनि मलाई सुहाउँदैन यो भन्न। सायद मान्छेले पट्याउँदैन पनि होला। साँच्चै मेरो भित्रै हृदयदेखि भनिरहेको। मेरो छोरीले मलाई के भन्यो भने, तिमीले चाहिँ केही यौन इच्छा भयो भने के गर्नु छोरी भने, त्यो पनि ठुलो कुरा भएर लिभिङ टुगेदरमा बस्छु नि। किन एउटा आइमा लोग्ने मान्छेको मन दासी तपाईँ जस्तो दासी धरी बस्ने भने जुन भन्यो के, मैले त साँच्चै सपोर्ट गर्ने उसलाई। ल तपाईँहरूले चाहिँ मलाई जस्तै नराम्रो भने पनि म स्वीकार्छु। त्यस कारणले मैले यति भन्ने आँट मैले किन आएको भने मिनाजीको कविता सुनेर है। मैले आँट थिएन, मनमा त सधैँ लागिरहेको थियो, मलाई आँट थिएन एउटा भन्ने होइन। मिनाजीको जुन चाहिँ उहाँले उहाँको चाहिँ बुवा बित्दाखेरि उहाँले काटकेर गर्नुभयो। उहाँको कविताहरूमा यस्तै पुरुष र नारीको विभेदको पीडा, आँसु, घाउ पोख्नुभयो। त्यसले मलाई चाहिँ यो भन्न आँट बनायो क्या, आँट दियो। त्यसैले चाहिँ मैले भने उहाँको चाहिँ कविता मलाई धेरै राम्रो लाग्छ। मैले मेरो कथामा जस्तै उहाँको पनि नारी पीडा, नारी भोगाइ, नारी आँसु, नारी घाउहरू धेरै देखेँ मैले, धेरै फिल गरेँ। अब हेर्नुहोस् बहिनी, रूपान्तर गर्नुपर्छ यसलाई। अनि देखेँ मैले। अनि राम्रो पनि जिन्दगीको चाहिँ अलिक दुःख पीडा नै मैले देखेँ। त्यो जस्तो बाटो भन्ने कुनै कविता छ, मलाई शीर्षक त याद भएन। कुनै प्रेमको कथाहरू पनि छ, रमाइलो पनि छ। धन्यवाद बहिनी, तपाईँले यस्तो राम्रो कविता सुनाएर मलाई यस्तो भन्ने एउटा आँट पनि दिनुभयो नि यो मासमा। मलाई जसले जे भने पनि के भने अब माफी पाउनु कि अथवा चाहिँ नि छापसी गर्नु है। मलाई धेरै नै खुसी लाग्यो। मैले अहिले पनि भन्छु, साँच्चै स्वास्नी हुनु अहिले त मलाई पनि मन पर्दैन। धन्यवाद है सबैलाई। दिदी उहाँ आउँदा पानी परेको थियो, पानीले यो हल रित्तै हुन्छ होला। हामी 2-4 जना बसेर भए पनि आजको यो कार्यक्रम हामी गर्छौँ भनेर मनदेखि सोचेर आएको म। तर आज हल खचाखच छ। सबैलाई हृदयको भित्री पृष्ठबाट फेरि पनि स्वागत गरे, फेरि पनि नमन गरे। आदरणीय आफ्नाहरू हामीलाई आफ्नो सम्झेर आइदिनु भयो।
चाहिँ समयभन्दा 45 मिनट ढिला भयो। कार्यक्रम समयमै सुरु भएको हो। झन्डै 45 मिनट ढिलोको लागि मैले क्षमा मागे, माफी मागे। अब खाजा खाएर मात्र हामी छुट्नेछौँ भन्ने आग्रह गर्दै यो बिच सेन्टरमा यो डालो रेस्टुरेन्ट खोलेर यस्ता साहित्यिक कार्यक्रम र गतिविधिहरू सञ्चालन गर्न हामीलाई दिनुहुने आदरणीय साहित्यकार दाजु राधेश्याम लेकाली ज्यूलाई चाहिँ मैले भित्रदेखि नमन भने। मैले कसैको नाम लिन, सबै मेरो लागि आदरणीय हुनुहुन्छ। जति गल्ती भए गल्तीलाई खुसुक्क काममा आएर भनिदिनु होला। राम्रो भयो भने आजको कार्यक्रम राम्रो भयो भनेर हल्ला गरिदिनु होला। म अब कार्यक्रमबाट आदरणीय उषा शेरचन दिदी आजको सभा अध्यक्षलाई कार्यक्रमको समापन गर्न आग्रह गर्दै म कार्यक्रम सञ्चालिका यहाँबाट ओझल गर्छु। हस्त नमस्कार। भन्नको लागि आफूले हृदयबाट आफ्नो तर्फबाट हार्दिक आभार व्यक्त गर्नको लागि म आएँ। फेरि मैले यहाँ आएर उभिँदै गर्दाखेरि थोरै अर्को तेस्रो सङ्ग्रह निर्बन्ध तयारी हुँदैछ, त्यो पनि मैले विज्ञापन गर्न पाएँ। नानीको जन्मदिनमा अस्ति जेठ 8 गते गर्न खोजेँ। सबै कुरा तयारी हुँदाहुँदै पनि मैले मेरो आफ्नो व्यस्तताको कारण संसदीय त्यो कामबाट बाहिर निस्किन नपाएको कारण मैले यसलाई केही महिनालाई सारेको छु। र यो कार्यक्रमको निमित्त आइदिनु हुने प्यारी बहिनी सुनिता कन्दवा, अनि मैले देखिरहेको छु अघिदेखि मेरो अगाडि प्रमोद प्रधान दाई विराटनगर हुनुहुन्छ, जीवन श्रेष्ठ दाई, अनि के अरे माथि पर हुनुहुन्छ। हामीलाई यहाँ नभने पनि हुने हो, तर पनि मलाई भन्नुपर्छ जस्तो लागेर यो सबै कुरोको एकदम एकपुष्ट रूपमा के गर्नुपर्ने, कसो गर्नुपर्ने सबै जिम्मा राधेश्याम लेकाली दाई भएपछि केही चाहिँदैन भन्ने जस्तो हेर्दा एकदम बलियो बनाएर बसेको छु। र टाढाबाट आइदिनु भएको छ सिद्धि वज्राचार्यजी, सबैमा एकमुष्ट हार्दिक आभार कृतज्ञता व्यक्त गर्दछु। मैले मेरा कविताका भावहरूलाई जस्तो लेखेको छु त्यो अनुसारको बोल्न सकिनँ। वाचनमा केही त्रुटि भयो, मैले सम्मानमा केही गल्ती गरेको छु भने पनि सबैलाई मैले जति सम्मान गर्न सक्नुपर्ने त्यो गरिनँ भने पनि मलाई माफ गरिदिनु होला। र यस कार्यक्रमकी प्रमुख अतिथि जलेश्वरी दिदी जससँग मैले साक्षात्कार हुन पाएँ यो कार्यक्रमले गर्दा, अनि उषा शेरचन दिदी त अब लगभग 16-17 वर्षदेखि म नजिक छु। एउटा दिदी बहिनीको सम्बोधन भए पनि आमा छोरी पुस्ता भन्नुहुन्छ, दिदी आफैले भनिसिन्छ। र मलाई दिदीले यस्तो खालको माया गरिसिन्छ कि त्यो माया चाहिँ आमाले बाहेक कसैले पनि गर्न सक्दैन। त्यो माया भनेकोमा कसैले कसैलाई माया गर्दा, कुनै सम्बन्धले कुनै सम्बन्धलाई माया गर्दा त्यो मायामा केही न केही पितिक्क भए पनि स्वार्थ लुकेको हुन्छ। तर उषा शेरचन दिदीले मलाई गरेको मायामा त्यो माया र आशीर्वाद स्नेह मात्रै छ। यो माया सधैँभरि मैले भोग्न पाऊँ, म बाँचुन्जेल यो माया भोगिराख्न पाऊँ। दिजुले अस्ति पोखरा जाँदाखेरि पोखरामा उहाँको कृति यो निबन्धको चाहिँ पछिल्लो कृति भनिसकेको छ। यो पछिल्लो कृति लोकार्पण हुँदा म साक्षी थिएँ, म आफूले त्यहाँ उपस्थित हुन पाएको थिएँ। यसरी एउटा कुनै स्रष्टाले यो समयमा निबन्ध लेख्न बन्द सक्छु, यो समयमा कविता लेख्न बन्द गर्छु। बागमती टेलिभिजनकी प्यारी साथी बहिनी सुमी एकछिन बसिदिया हुन्थ्यो। यो खालको एउटा तयारीमा उषा शेरचन दिजुले जुन एउटा यो नेपाली समाजमा अब संसारभरिकै साहित्यको आकाशमा एउटा जुन उदाहरणीय काम गर्नुभएको छ, यो एउटा एकदमै मलाई चाहिँ हृदयमा छोएको। उहाँले राति हामी सुतिरहेको बेलामा एउटा लामो स्ट्याटस लेख्नुभएछ। बिहान हेर्दाखेरि स्ट्याटस देखेँ, पहिले मलाई भक्कानु फुट्यो। समय अनुसार आफूले गति छोड्दै जानुपर्छ, समय अनुसार आफ्ना कामहरूलाई विश्राम दिँदै जानुपर्छ भनेर जुन एउटा कस्तो सौहार्द र वातावरणमा आफूलाई मोड्न सक्नु भएको। सबै मान्छेमा त अहङ्कार हुन्छ, सबैलाई म यति वर्ष बाँच्न पाए हुन्थ्यो, यतिवटा किताब लेख्न पाए हुन्थ्यो भन्ने हुन्छ। तर उषा शेरचन दिजुसँग त्यो घमण्ड मैले यो मेरो 16-17 वर्षको भोगाइमा कति पनि पाइनँ। यो कुराहरू मलाई कस्तो व्यक्त गर्न इच्छा थियो। अस्ति पोखरामा छोटो भनाइ भनेर हामीले सर्टकटमा कार्यक्रम गर्ने हुँदाखेरि मैले व्यक्त गर्न पाएको थिइनँ।
मैले आफ्नो कार्यक्रम भएर यहाँ आफ्नो नायिकाको रूपमा उभिँदाखेरि चाहिँ मैले यति चाहिँ मन जितेर आफ्नो कार्यक्रम भनेर केही थप समय मैले बोल्न पाएँ। दिजुप्रति हार्दिक आभार। दिजुलाई खुट्टामा केही समस्या हुँदा अप्ठ्यारो हुँदा पनि आइदिइसकेको छ, घरमा काम गर्ने मान्छे नहुँदा पनि आफैले पठाउ गरेर इन्ट्राक्ट गरेर भए पनि आइदिइसकेको छ। सबैप्रति हार्दिक कृतज्ञता। पर मैले विक्रम भक्त जोशीज्यूलाई सम्बोधन गरिकन देखिरहेको छु, एकदम कृतज्ञ छु, आइदिनु भयो, खुसी छु। सुमी बहिनी नजानु होला, कार्यक्रम सकेपछि मात्रै जाने। सबैप्रति कृतज्ञता छु, एकदम हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हार्दिक नमन, हार्दिक यस सभाका प्रमुख प्रमुख अध्यक्ष कथाकार 80 वर्षे युवती हाम्रो जलेश्वरी भाउजू, अश्व चाहिँ कुद्न एकदमै मिना र मिना बहिनीलाई माया गरेर उपस्थित हुनुभएका सम्पूर्ण नितान्त उहाँलाई माया गरेर उपस्थित भन्नुभएका सम्पूर्ण सुनाम धन्य व्यक्तित्वहरूमा एकमुष्ट अभिवादन। मैले भन्नु केही छैन, किनभने अन्तमा चाहिँ सबैभन्दा सजिलो के हुन्छ नि, सबैले सबै कुरा भनिसकेको हुन्छ र सबैलाई हतार पनि भइसकेको हुन्छ होइन। त्यसकारण मैले सम्बोधन गर्नु केही छैन। कविता उहाँले मैले आँसु कवि चाहिँ त्यसै भनेको होइन। मैले कुनै पनि रिलहरू बनाएँ भने अथवा केही फोटोहरू राखेँ भने तुरन्त कविता लेखेर पठाउनुहुन्छ। तर मलाई चाहिँ खुब रमाइलो लाग्छ। हामी चाहिँ दुवैजना एकदमै निद्राको कुनै ठिक ठेगान नभएको भित्र पर्छौँ र कहिलेकाहीँ मध्यरातमा एकअर्कासँग च्याट पनि गर्छौँ हामी होइन। मैले चाहिँ उहाँको सम्मानमा मेरो नातिलाई मैले झ्यालबाट हेरेको एउटा फोटो पठाएको थिएँ अमेरिकामा। कहिले रहेछ भने 9 फेब्रुअरी 2022मा म यो कविता वाचन गर्दै आजको सभा विसर्जन गएको घोषणा गर्छु र म यो पोडियमबाट पनि ओझेल हुन चाहन्छु। शीर्षक छ झ्यालबाट। मैले चाहिँ स्कुलको बसहरू आइराख्ने, मेरो छोरीको घरबाट ठ्याक्क स्कुल भएको र मेरो नातिले त्यो बसहरू हेर्न खुब मन परेर मैले त्यहाँ झ्यालमा उभिरहेको थिएँ। अनि मैले त्यो फोटो देखेछ, उसले तुरन्त कविता लेखेर मलाई पठाउनु भएको, त्यही कविता वाचन गर्छु म, लामो छैन। झ्यालबाट हेरिरहेछु एक तमास आउने र जानेको भिड। झ्यालबाट हेरिरहेछु एक तमास आउने र जानेहरूको भिड। आउनेहरू कति सपना लिएर आउँदा हुन्, जानेहरू कति योजना बुनेर जाँदा हुन्। आउनेहरू कति सपना लिएर आउँदा हुन्, जानेहरू कति योजना बुनेर जाँदा हुन्। थाहा छैन तिनका सपनाहरू पुरा हुन्छन् कि अधपल्सो बिथोलिन्छन्। थाहा छैन तिनका सपनाहरू पुरा हुन्छन् कि अधपल्सो बिथोलिन्छन्। तिनका योजनाहरू कार्यान्वयन हुन्छन् कि बिहार से लापत्ता लथा लिङ्ग हुन्छ। बस म चुपचाप एकरो हेरिरहेको छु, बस म चुपचाप एकरो हेरिरहेको छु, बस म चुपचाप एकरो हेरिरहेको छु।